नयाँ शैक्षिक सत्रको सुरुवात हुने लाग्दा हामी शिक्षा क्षेत्रमा स्थानीय समुदायमा के कसरी काम भइरहेको छ अथवा सामुदायिक विद्यालय शिक्षाको पनि हामीले कुराकानी गरिरहेका छौँ र खास गरी स्थानीय क्षेत्रमा शिक्षाको विकासका लागि हामीले के काम गरिरहेका छौँ भन्ने विषयमा पनि छलफल गर्ने यो श्रृङ्खला हामीले सुरु गरिरहेका छौँ। यो श्रृङ्खला अन्तर्गत आजको यो समयमा हामी कुराकानी गर्छौँ डेरवाक धादिङ स्कुलको बारेमा। डेरवाकको धादिङ काठमाडौँको सिफल, पोखरा र भरतपुरमा गरी अहिलेसम्म 4वटा विद्यालय सुरु भइसकेको भन्ने हामीले जानकारी पाएका छौँ र यीमध्ये धादिङ स्कुल डेरवाकको दोस्रो स्कुल हो। यो बारेमा पनि हामी आज छलफल गर्छौँ र डेरवाकले खास गरी शिक्षण सिकाइ क्रियाकलापमा कसरी आफूलाई अब्बल बनाउन कोसिस गरिरहेको छ भन्ने बारेमा पनि छलफल गर्छौँ र यो छलफलको लागि आज हामीसँग हुनुहुन्छ निर्मल पौडेल, डेरवाक धादिङ स्कुलका एकदमै डाइनामिक लिडर, प्रधानाध्यापक भन्दा पनि कुशल व्यवस्थापक, समुदायका सहजकर्ता र विद्यालयलाई साँच्चै नै समुदायसम्म पुर्याउनको लागि उहाँले जे प्रयास गरिरहनु भएको भनेर देखिरहेको छ त्यसमा उहाँलाई हामीले एउटा प्रशंसा गर्न योग्य ठाउँमा उहाँले पुर्याइसक्नु भएको छ। सरलाई स्वागत छ। धन्यवाद। आज हामी अलिकति तपाईहरुसितको पहिलादेखिकै हामी अलि नजिकबाट पनि हेरिरहेछौँ, निहालिरहेछौँ। एउटा सामुदायिक संस्थाको हिसाबले तपाईहरूले समुदायमा पुर्याउनु भएको अथवा पुर्याउनलाई प्रयास गर्नुभएको प्रयासका बारेमा पनि हामीले निहालिरहेका छौँ। सुरुमा चाहिँ यसको शिक्षण सिकाइ क्रियाकलाप परिचय त मैले दिएँ। हामीसित 4वटा स्कुल छ, यो मध्ये दोस्रो स्कुल हाम्रो यहाँ हो। पहिला स्कुल सिफलमा थियो र हामीले यो स्कुलमा आएदेखि पूर्वाधारदेखि अरू भौतिक रूपमा आफूलाई पनि अब्बल बनाउँदै तपाईहरूले जुन गरिरहनु भएको छ त्यो धेरैजनालाई थाहा छ, त्यसको व्याख्या गरिरहनु परेन। अब यहाँभित्रको चाहिँ शिक्षण सिकाइ क्रियाकलापबाट चाहिँ हामी सुरुवात गरौँ। ओके, शिक्षण सिकाइ क्रियाकलापको कुरा गर्दाखेरि एकदम राम्रो क्वेसन सोध्नु हो। म आई वुड लाइक टु गो ब्याक 10 इयर्स। हामी 10 वर्ष अगाडि पुग्नुपर्छ है। यो विद्यालयको स्थापना नै किन भयो भन्ने कुराबाटै शिक्षण सिकाइसँग जोडिएर आउनुपर्छ है। आजभन्दा 10 वर्ष अगाडि हामीले सिफलमा स्कुल स्टार्ट गरेको 10 वर्ष भयो। त्यो 10 वर्ष अगाडिको समयलाई हेर्दाखेरि ठ्याक्कै सिन तपाईँले अहिले सम्झिनु भयो यदि भनेदेखि कसैले ग्रेड 10मा बच्चा पुगिसकेपछि बच्चाहरू बिहान कोचिङ जाने, दिउँसो स्कुल पढ्ने, फेरि त्यही कोर्स बेलुका पढ्ने हैन। अनि ती तीनटै कुराको होमवर्क गर्ने। त्यो तीनटै कुराको होमवर्क गर्दै गर्दाखेरि त्यो राति निद्रा पनि नपुगेर आँखा रातो पारेर बच्चा बिहान फेरि स्कुल आइपुग्ने। के भयो भनेर सोद्धाखेरि उसले चाहिँ के भन्थ्यो भने सर सबै होमवर्क गर्दा गर्दा भ्याउँदै भ्याइएन, निद्रै पुगेन है। अनि त्यति बेलै मौला आएको, नट ओन्ली इन वान स्कुल के इन जेनरल नेपालमा मौला आएको चाहिँ कस्तो थियो त्यो व्यवस्था भनेदेखि विद्यालय शिक्षामा ग्रेड 10मा लगभग असोज महिना पुगिसकेपछि म्यान्डेटरी होस्टल बस्नै पर्ने। अनि विद्यालयहरूले अभिभावकलाई बोलाउँदै गर्दाखेरि तपाईँको एसी दिनुभन्दा अगाडि जुन हामीले क्वालिफिकेसन एक्जाम लिन्छौँ, एसी क्वालिफायर, त्यो चिजमा प्री बोर्ड भनौँ, प्री बोर्डमा सम्म पास नहुने बच्चा अभिभावकलाई विद्यालयले बच्चाको यो पुगेन त्यो पुगेन भएन ध्यान पुगेन भनिराख्ने बच्चा अचानकै तपाईँको एसीमा हायर ग्रेड आइदिने हैन। अगाडि पासै गर्न गाह्रो थियो, एसीमा कसरी गर्ने हायर ग्रेड आइदिने। त्योभन्दा पछाडि भइसकेपछि फेरि त्यो 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 ग्रेडको भ्यालिडिटी नरहने, ब्याक टु नर्मल के पछाडि पहिला जे थियो त्यही खालको अवस्था त्यो वरिपरि काठमाडौँमै पनि राम्रैसँग मौला आएको देख्दै गर्दाखेरि हामीले सोच्यौँ केही न केही चाहिँ शिक्षामा गडबड चलिरहेको छ है। यसलाई कसै न कसैले चिर्नुपर्छ। अहिले भइरहेको विद्यालय शिक्षामा समस्या चाहिँ के छ त भन्ने कुरा चाहिँ हामीले के लाउन थाल्यौँ है। वी रिसर्च्ड अनि हामीले केही कुराहरू फिगर आउट गऱ्यौँ जहाँ चाहिँ वी फाउन्ड त्यो ल्याक के
है। अब त्यो सँगसँगै कस्तो भइदियो भने सोसाइटी विद्यालयहरूले सोसाइटीलाई एउटा शिक्षा भनेको यस्तो हुनुपर्छ होइन, ठ्याक्कै इक्जाममा चाहिँ मार्क्स ल्याउनुपर्छ भन्ने हिसाबले सोसाइटल प्रेसर क्रिएट भयो। पहिला विद्यालयले त्यही कुरा दियो, सोसाइटीले त्यही एक्सपेक्ट गर्यो। त्यो गरिसकेपछि अनि शिक्षामै पनि परीक्षा प्रणालीमै पनि तपाईँ बोर्ड इक्जामको कुरा गर्नुहोस् अथवा चाहिँ विद्यालय आफूले लिने इक्जामको कुरा गर्नुहोस्, त्यहाँ पनि अलिकति बढी बच्चालाई घोकाउने रटाउने, अझ भयो भने 15-20वटा इम्पोर्टेन्ट क्वेसन भनेर दिएर चाहिँ आन्सर लेखिदिएर अनि त्यसैबाट रटाएर 8-10वटा क्वेसन सोधेर अभिभावकलाई अङ्क चाहियो। विद्यालयले अङ्क दिइसकेपछि अभिभावकले पैसा तिर्ने भयो। अङ्क भएन भने त अभिभावक फेरि अर्कोतिर जान सक्ने भयो, झगडा गर्न सक्ने भयो। सबैलाई सेफ साइड चाहियो। त्यसको मारमा अभिभावकलाई अङ्क चाहिएको छ, विद्यालयले अङ्क दिनु छ, त्यो दिने चक्करमा बच्चा मारमा पऱ्यो, बच्चाको लर्निङ कहीँ कतै छुट्यो होइन। पहिलो कुरा हामीले त्यो कुरा फाइन्ड गऱ्यौँ र अरू कुराहरू के चिज चाहिँ हाम्रो विद्यालय शिक्षा प्रणालीमा चाहिँ ल्याक छ भन्ने कुरा गर्दै गर्दाखेरि वी फिगर्ड आउट फ्यु एरिया जहाँ चाहिँ विद्यालयहरू सबैले काम गर्नुपर्ने। एउटा डियर वर्कले मात्रै होइन कि यो म आज किन भन्दैछु तपाईँसँगको यो इन्टरभ्यूमा भनेदेखि यो हामीले मात्रै गरेर सबै सोसाइटी चेन्ज गर्न सक्दैनौँ। सिम्पल सबै विद्यालयहरूले त्यही हिसाबले गर्न थाल्यो भनेदेखि चाहिँ स्कुल एजुकेसनमा एउटा प्याराडाइम सिफ्टिङको काम हुन सक्छ है। त्यो फिगर आउट गरेका कुराहरूलाई चाहिँ इम्प्लिमेन्ट गर्ने हिसाबले हामीले यसको चाहिँ शिक्षण सिकाइ यस्तो यस्तो हुने है, डियर वर्क वे अफ टिचिङ एन्ड लर्निङ चाहिँ यो हुने भनेर हामीले एउटा फ्रेम बनायौँ र त्यही फ्रेममा अहिले सबै स्कुल तपाईँले अघि नै भनिसक्नु भयो। तपाईँ डियर वर्क सिफल स्कुलको कुरा गर्नुहोस्, डियर वर्क धादिङ स्कुल, डियर वर्क पोखरा स्कुल वा डियर वर्क भरतपुर स्कुल, जुनसुकैको कुरा गरे पनि हामीले त्यही फ्रेमवर्कभित्र बसेर सेम करिकुलममा रहेरै शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्छौँ। यति मात्रै होइन, हामी देशभरिमा 25वटा स्कुल खोल्ने भनेर लागेका छौँ। सो एकदमै चाँडै हामी अब विराटनगरमा अर्को स्कुल खोल्दैछौँ। भनेपछि देशभरि खुलेका जति पनि स्कुल छन् ती सबै स्कुलमा हामीले दिने पेडागोजी एउटै नै हो, हाम्रो टिचिङ लर्निङ एउटै नै हो। अब यसमा मेरो उत्तर अलिकति लामो होला, तपाईँले सोध्नुभएको प्रश्न नै ठुलो छ। जस्तै यो तपाईँले मैले त यो शिक्षण सिकाइ क्रियाकलाप भन्नुभएको यो फ्रेमभित्र चाहिँ हामीले अरूमा नभएको हाम्रो फ्रेममा भएको हाम्रो क्यानभासमा चाहिँ लिएर आउन खोजेको त्यो पिक्चर चाहिँ के हो त्योबाट चाहिँ गरौँ न। सो आई वुड लाइक टु करेक्ट यु, अरूमा नभएको पनि भन्दिनँ म, सबैले आफ्नो आफ्नो हिसाबले काम गरिराख्नु भएको छ है, अरूले पनि गरिराख्नु भएको छ। आई वुड नट से वी आर डिफरेन्ट, तर वी आर डुइङ द थिङ्स इन अ डिफरेन्ट वे है। त्यो चाहिँ मैले भन्छु। शिक्षण सिकाइको कुरामा आउँदाखेरि हामीले फिगर आउट गरेको चिज एउटा सुरुमा पत्ता लगाएर चाहिँ फिल गरेको, रियलाइज गरेको, पत्तै लगाएको नयाँ इन्भेन्सन होइन, रियलाइज गरेको कुरा चाहिँ के हो भने विद्यालयले पढ्न सिकाउनु पर्ने हो विद्यार्थीलाई होइन, तर पढ्नै सिकाएन छ भन्ने हाम्रो फाइन्डिङ। सो आम डुइङ अ बोल्ड क्लेम है, यो चाहिँ विद्यालयले विद्यार्थीलाई पढ्न सिकाउने हो, तर हाम्रो फाइन्डिङ भनेको विद्यालयले विद्यार्थीलाई पढ्न सिकाएन छ, विद्यालय शिक्षा प्रणालीले त्यो काम गरेन छ। त्यो किन गरेन भन्दा तपाईँले अहिले यसो हेर्नुभयो भने बच्चाहरू विद्यालय जानलाई साना बच्चा बानी पार्ने बेलामा एकाध केस बाहेक बच्चा रुँदै गएको भेट्छौँ क्या हामी होइन र। बच्चा त त्यो क्युरियोसिटी हुन्छ, नयाँ ठाउँमा जान चाहिँ उसलाई नयाँ ठाउँमा गएर अभिभावक छोड्नुपर्ने भन्दा पनि विद्यालयभित्र गएर चाहिँ उसले आफूलाई कम्फर्टेबल जोन पायो होइन, त्यहाँ चाहिँ उसले सेफ फिल गर्यो भने त अभिभावक छोड्नलाई बच्चालाई समस्या पर्ने होइन। सानो बच्चादेखि नै के गर्यो हामी बच्चालाई रुवाउँदै विद्यालय पुर्याउनु पर्ने अवस्थामा छौँ। किनभने पढाइ एउटा काम हो है। अहिले पनि ठुलो क्लासमा भन्नुहोस् सानो क्लासमा भन्नुहोस्, बच्चाले एक्जाम सकिएको भोलिपल्टबाट किताब छुँदैन। एकदमै कम विद्यार्थीहरू छन् जसले एक्जाम सकिए पनि किताब पढ्छन्। त्यो बच्चाले किताब किन पढेन त? किनभने विद्यालयले उसलाई पढाइ भनेको काम हो, पढ्ने भनेको क्लासमा परीक्षाको लागि मात्रै हो भन्ने हिसाबले अहिलेसम्म हाम्रो शिक्षा प्रणालीले पोर्ट्रे गरिदिएको छ। कसैले पनि के गर्दैन भने रिडिङ इज फन भनेर हाम्रो ओभरअल शिक्षा प्रणालीले बुझाउन सकेन है। पढ्ने किन, परीक्षा दिन, परीक्षा किन दिने, अङ्क ल्याउन, त्यहाँ गएर स्टप भएको छ क्या। परीक्षा अन्तिम साध्य होइन,
है विद्यालयहरूले एसीमा के ग्रेड ल्याए त्यसले मात्रै विद्यालयको सफलता मापन हुँदैन। हेर्नुहोस् भोलि यहाँ हामीले दिएको शिक्षालाई टेकेर बच्चाले चाहिँ कुन ठाउँमा गएर के काम गर्न सक्यो त, उसको जीविका राम्ररी हामीले दिएको शिक्षाले चल्यो कि चलेन त, त्यो चाहिँ विद्यालयको सफलताको मापनको आधार हो है। तर हामी कहाँ अड्किरहेछौँ? परीक्षा, अङ्क, त्यो धेरै कुराहरू विद्यालयले दिनुपर्ने धेरै कुराहरू मध्येमा एउटा छ अङ्क। तपाईहरुले एउटा त्यसलाई पोर्सन कसरी सम्बोधन गरिनुहुन्छ? हो। अब हामीले फेला पारेको जुन बच्चालाई पढ्न सिकाएन विद्यालयले भन्ने भइसकेपछि अब बच्चालाई कसरी चाहिँ रिडिङ इज फन भन्ने कुरा बुझाउने त? कोर्स बुक मात्रै पढाएर त त्यो हुँदैन। त्यो भइसकेपछि हामीले के गर्यौँ? रिडिङ कल्चर इस्टाब्लिस गर्यौँ है। अलिक च्यालेन्जिङ नै थियो। 10 वर्ष अगाडि पहिला कोर्स बुक पढाइसक्नुहोस् त्यसपछि एक्स्ट्रा पढाउनुहोस् भनेर हामीले रिडिङ कल्चर चाहिँ कसरी इस्टाब्लिस गर्यौँ भन्दा हामी नर्सरीदेखि अथवा ग्रेड 1 देखि जुन जुन स्कुलमा हामी ग्रेड 1 देखि चलेका छौँ त्यहाँ ग्रेड 1 देखि, जहाँ नर्सरीदेखि चलेका छौँ त्यहाँ नर्सरीदेखि नै हामी एक्स्ट्रा रिडिङ बुक पढाउँछौँ। कोर्स बुकभन्दा बाहेक एउटा अङ्ग्रेजी एउटा नेपाली रिडिङ बुक हामी बच्चाहरूलाई पढाउँछौँ है। त्यसमा चाहिँ के हुँदो रहेछ? अब तपाईँलाई फेरि यहाँ मैले भनेको कुरा सुन्ने दर्शक श्रोतालाई पनि के हुनसक्छ भने कस्तो खालको कुरा गरेको, नर्सरीको बच्चाले त अल्फाबेटै जानेको हुँदैन, क ख ग घ जानेको हुँदैन, एबिसिडी नै जानेको हुँदैन, अनि नर्सरीको बच्चाले किताब पढ्छ? स्वाभाविक हिसाबले आउने क्वेसन हो, पढ्छ। उसले के गर्छ? टिचरले मजाले उसकै लेभलको किताब हुन्छ नि त, चित्र बढी हुन्छन्, कन्टेन्ट कम हुन्छ, बच्चालाई के गर्नुहुन्छ? टिचरले मजाले कथा सुनाउनुहुन्छ, बच्चाले त्यो कथालाई सम्झिन्छ, केसँग रिलेट गर्छ त्यहाँ भएको चित्रसँग, त्यो पेजमा चाहिँ टिचरले के भन्नुभएको त्यो बच्चाहरूको मेमोरी एकदमै साफ हुन्छ है। उसले अनि त्यो इमिटेट गर्छ कि घर गएर अभिभावकलाई उसले टिचरले भनेको जस्तै गरी के गर्छ? त्यो चित्र हेर्छ अनि यहाँ यो भन्नुभएको थियो त्यो सम्झेर कथा भन्छ। भनेपछि जुन बच्चाले अल्फाबेटै सिकिसकेको छैन ऊ किताबसँग रमाउन थाल्यो, किताबसँग खेल्न थाल्यो। अहिले हाम्रो सोसाइटीको तपाईँले चाहिँ एउटा पिक्चर हेर्नुहुन्छ भने के छ? 1 वर्षको बच्चालाई तपाईँले खाना खुवाउनु पऱ्यो, बच्चाले खाना खान मानेन भने के गर्नुहुन्छ? मोबाइल दिनुहुन्छ। त्यो त हामीले पानी पार्यौँ। ग्याजेटको कुरामा हामी एउटा जस्तै कतिवटा किताब चाहिँ तपाईँहरूले पढाउनुहुन्छ अहिले नर्सरीदेखिको ग्रेड 1 देखिको जस्तै 10 सम्म जाने हो भने विद्यार्थीहरूले एक्स्ट्रा यो करिकुलम भन्दा बाहेकको बुकहरू चाहिँ कतिवटा पढ्नुहुन्छ? हाम्रो बच्चाहरूले 1 वर्षमा एडिसनल किताब 24 वटा पढ्नुहुन्छ। जस्तै हजुरले भन्दै हुनुहुन्थ्यो कि हामीले विद्यार्थीहरूलाई पढ्ने बानी बसाल्दैछौँ र हाम्रो सबैभन्दा ठुलो एउटा ल्यागिङ पोइन्ट भनेको विद्यालयले विद्यार्थीहरूलाई पढ्ने बानी बसालेन, कोर्स बुकको र नम्बरको मात्रै पछि अन्तिममा गएर इभ्यालुएसन पनि मार्कमा मात्रै चाहिँ इभ्यालुएट गर्ने त्यस्तो किसिमको भयो भन्ने कुरा भयो। त्यसो भने हामीले चाहिँ विद्यालयले कतिवटा पुस्तक पढाउँछ, कतिवटा यो हाम्रो एक्स्ट्रा बुकहरू चाहिँ अरू किताबहरू हाम्रो करिकुलममा भएको भन्दा बाहेक अरू कतिवटा किताबहरू हामी पढाउँछौँ, कसरी पढ्ने बानीको हामीले विकास गराउँछौँ? हामीले नम्बरमा कुरा गर्नुपर्दाखेरि तपाईँको ग्रेड नर्सरीदेखिको बच्चाले ग्रेड 12 सम्म पढ्दाखेरि टोटल 15 वर्ष पढ्छ है। 15 वर्षमा 1 वर्ष बच्चाले पढ्ने भनेको 12 वटा नेपाली, 12 वटा अङ्ग्रेजी, 24 वटा पढ्दै गर्दाखेरि तपाईँ नर्सरीदेखि हिसाब लगाउनु भयो भने 360 वटा एडिसनल किताब है बच्चाले ग्रेड 12 सक्दासम्म पढिसक्छ नर्सरीदेखिको। हाम्रो सबै ठाउँमा नर्सरीदेखि छैन, डियरवर्क धादिङ स्कुल मात्रै नर्सरीदेखि चलाउँछौँ हामीले, नत्र भनेदेखि सबै ठाउँमा ग्रेड 1 देखि चलाउँछौँ। तपाईँ यदि ग्रेड 1 देखि 12 सम्मको हिसाब गर्नुहुन्छ भनेदेखि 288 वटा 288 बुक्स बच्चाले बाई द टाइम दे ग्रेजुएट फ्रम हाई स्कुल दे स्टडी है। हाम्रो नर्सरीदेखि 360, ग्रेड 1 देखि 288 किताब। त्यो चाहिँ बच्चाहरूले फेरि अर्को तरिकाले हेर्दाखेरि चाहिँ त्यसलाई एक्स्ट्रा बर्डनको रूपमा उहाँहरूलाई अझै प्रेसर भएको रूपमा लिनुहुन्छ कि? हाउ डु वी एक्जिक्युट द्याट थिङ भन्ने कुराले म्याटर गर्छ है। हामीले अहिलेसम्म त्यही हो, हाम्रो सोसाइटीको सोचाइ नै कहाँनेरि गडबड छ भनेदेखि पढाइ भनेको बर्डन हो
म अघि नै तपाईँलाई यही कुरा जोडेको थिएँ होइन, पढाइ भनेको बर्डन हो, पढाइ भनेको काम हो। बच्चाले हेर्नुहोस् किताब पढ्ने बानी बसिसकेपछि रमाएर पढ्छ, तर बानी लगाउन समय लाग्छ। अहिले हामी मजाले बानी लगाइरहेछौँ, यो 2 वर्षको उसमा चाहिँ बच्चाहरू 2 वर्षको पिरियडमा मजाले पढ्ने बानी बसिसकेका बच्चाहरू छन् है। एकचोटि बानी बसिसकेपछि उनीहरूले त त्यो 288 मात्रै किताब होइन कि, त्यो 360 किताब मात्रै होइन, त्योभन्दा थप किताब पनि बच्चाले खोजेर पढ्छ। तपाईँलाई जुन चिज रमाइलो लाग्छ त्यो चिज तपाईँ गर्नुहुन्छ नि त। बच्चालाई जुन कुरा रमाइलो लाग्छ उसले त्यो चिज बढी गर्छ कि। बच्चाले पढ्ने भनेको फिक्सन हो सुरुमा, पछि लेभल बढ्दै गइसकेपछि हामी नन फिक्सनमा पनि बच्चालाई सिफ्ट गर्छौँ। अहिले उसले कथा पढ्छ, उपन्यास पढ्छ, कविता पढ्छ, रमाइलो हुन्छ। तपाईँ हामीले पनि त नयाँ किताब पाउने बित्तिकै सर र नेपालीमा भेटिसकेपछि कथा कविता त पढिसक्थ्यौँ नि त। पढ्ने इच्छा त रहेछ नि त विद्यार्थीभित्र, पढ्ने इच्छा नभए त त्यो गर्दैन थियो। तर के भयो भने जे चिज उसलाई रमाइलो लागेको थियो त्यो पढ्यो, जे चिज रमाइलो लागेन पढेन। भनेपछि बानी लगाउन त पहिला हामीले रमाइलो चिज पढाइदिनु पऱ्यो नि त। अनि पढाइ चाहिँ राम्रो रहेछ है, रमाइलो रहेछ है, यो बर्डन होइन रहेछ, काम होइन रहेछ भन्ने भइसकेपछि त बच्चा त्यो 360 किताबमा मात्रै अड्किँदैन क्या सर। उसले पढ्ने बानी बसिसकेपछि अरू किताब पनि खोजेर पढ्छ। अब तपाईँ इमेजिन गर्न सक्नुहुन्छ, एकातिर एउटा खालको बच्चा भयो जो सिधा कोर्स बुक मात्रै पढेर ग्रेजुएट भयो, अर्कोतिर यस्तो खालको बच्चा छ जसले कोर्स बुक सँगसँगै 360वटा एडिसनल किताब पढिसकेपछि उसमा हुने शब्द भण्डारको विकास, उसले प्रयोग गर्ने भाषा शैलीका कुरा, उसले समाजलाई हेर्ने जुन दृष्टिकोण निर्माण गर्छ त्यो दृष्टिकोण निर्माण गर्ने कुरा, र उसले कुनै पनि समस्यालाई हेरेर त्यसको समाधान निकाल्न सोच्ने तौर तरिका, त्यसमा तपाईँले म्यासिभ चेन्ज पाउनुहुन्छ है। हामीले अहिले हामी नेपालीहरूको समस्या भनेको हामी पढ्दैनौँ, हामी कम पढ्ने मध्येमा पर्छौँ नि त होइन। तपाईँले रिसर्चै गरेर हेर्नुभयो भने पनि वर्ल्डमा एभरेजमा किताब पढ्ने मामलामा हामी धेरै पछाडि छौँ। त्यो चिज चाहिँ रिडर्स आर द लिडर्स होइन। हामीले राम्रो लिडर जन्माउन त राम्रो रिडर बनाउनु पऱ्यो क्या पहिला। त्यो भएको हुनाले गर्दाखेरि हामीले बच्चालाई यो रिडिङ कल्चर, एडिसनल रिडिङ, पढाइभन्दा बाहेक चाहिँ अरू कुरा पनि गरौँ न। हामीले विद्यालयले के कसरी विद्यार्थीहरूको भनौँ न समग्र विकासको लागि, ओके यो एउटा पार्ट पढाइको कुरा भयो। तपाईँले पछि लिडर बनाउनलाई हामी अहिले रिडर बनाउँदैछौँ भनेर भन्नु, ओके हजुर हो। त्यो सँगसँगै हाम्रो स्कुलले गरेको प्रयास, हजुर शिक्षण सिकाइमा अरू हाम्रा फ्याक्टरहरू पनि छन्, अरू पक्षहरू पनि कुरा गर्ने हो भने चाहिँ अरू पक्ष चाहिँ के हुन्, हामीले कसरी त्यसलाई एड्रेस गरिरहेको। ओके, अब विद्यालयको काम भनेको के हो भनेदेखि हामी मैले अघि नै पनि जोडेँ, हामी इन्टायर बच्चाहरूको ओभरअल डेभलपमेन्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ भन्छौँ। तर ओभरअल डेभलपमेन्ट केमा मात्रै खोज्यौँ हामीले भनेदेखि कोर्स बुक पढ्ने र परीक्षा लेखेर अङ्क ल्याउने त्यतिसम्म मात्रै नै विद्यालय शिक्षा सीमित भइदियो। तपाईँ ओभरअलमा हेर्नुहुन्छ भने अपवाद छन्, एक्सेप्सन अप्लाइज है। धेरै विद्यालयहरूले आफ्नो तरिकाले चाहिँ फरक तरिकाले बच्चाहरूको ओभरअल डेभलपमेन्टमा काम गरिराख्नु भएको छ। तर इन जेनरल हामी के भयौँ त, परीक्षामा गएर पढ्ने, आन्सर लेख्ने, परीक्षामा अङ्क ल्याउने त्यतिमा मात्रै सीमित भयौँ। त्यो विद्यालय शिक्षाको पूर्ण परिभाषाभित्र पर्दैन, एउटा पोर्सन मात्रै हो त्यो धेरै कुराहरू मध्येमा। अब हामीले यो चिज गर्छौँ भन्दै गर्दाखेरि तपाईँले एउटा चाहिँ बच्चाहरूको रिडिङ कल्चर अघि नै भनिसकेँ, त्यो डेभलप गरिरहेछौँ हामी। अर्को चिज, अबको हाम्रो बच्चा अहिले ग्रेड 1मा आएको बच्चा भोलि वर्किङ फिल्डमा जाँदाखेरि 16 वर्षपछि बल्ल ऊ जाने हो क्या। 16 वर्ष पछिको ह्युमन रिसोर्स हामी तयार गर्दैछौँ। अहिले विद्यालयहरूले गर्नुपर्ने काम भनेको अब मैले 16 वर्ष पछि मार्केटमा रिसोर्स पठाउँदै गर्दाखेरि उसमा के चाहिँ क्वालिटी हुनुपर्ने त, के कुराहरू भयो भने मेरो यो बच्चा चाहिँ सेलेबल ह्युमन रिसोर्स हुन्छ, उसले पढेको कुरा उसको जीविकासँग जोडिन्छ। विद्यालय शिक्षामा हामीले जे कुरा दियौँ त्यो कुरा चाहिँ उसले गरी खान सक्ने के गर्दा हुन्छ भन्ने कुराहरू हामीले सबै त्यो रिसर्च गर्दाखेरि गरेका कुराहरू मध्येमा एउटा रिडिङ भयो, रिडिङ बुकको कुरा। त्यसपछि अर्को पाटो भनेको हामी अहिले कोडिङमा काम गरिरहेछौँ। हेर्नुहोस्, बच्चा अब बेसिक कम्प्युटिङले चल्दैन। तपाईँ हाम्रो समयसम्म बेसिक कम्प्युटिङ आउँछ कि आउँदैन भन्ने हुन्थ्यो होला तपाईँ कुनै पनि जब इन्टरभ्यूमा जाँदाखेरि होइन। अबको बच्चा भनेको उसले
उसलाई कोडिङ आउँछ कि आउँदैन, बेसिक कोडिङ छ कि छैन उसँग, एआईको समय आइसक्यो, एआईसँग उसले काम गर्न सक्छ कि सक्दैन होइन, त्यो कुरा खोजी हुन्छ। यसरी हामीले ग्रेड 1 देखि नै ग्रेड 12 सम्म बच्चालाई कोडिङ सिकाउँछौँ। अर्को चिज है, र केही कुराहरू राम्रा कुराहरू हामीले छोड्दै पनि आएका छौँ। हामीले संस्कृत राम्रो हुँदै गर्दाखेरि पनि छोड्यौँ भन्ने हामीलाई लाग्छ है। संस्कृतमा हामी संस्कृत सिकाउँछौँ, ग्रेड 8 सम्म संस्कृत पढाउँछौँ, तर संस्कृत पढाउनुको मतलब कर्मकाण्ड पढाउनु होइन है। संस्कृतमा ठुलो ज्ञानको भण्डार छ, हामीले संस्कृत छोड्यौँ, त्यो ज्ञानको भण्डारसँग हामी कनेक्ट हुन पाएनौँ। अर्को कसैले यस्तो छ है भनेर अर्थ्याइदिएपछि बल्ल बुझ्न सक्ने भयौँ होइन। त्यो ज्ञानको भण्डारसँग बच्चालाई कनेक्ट गर्नु पर्यो। अर्को भनेको संस्कृतले तपाईँको उच्चारण एकदमै राम्रो बनाउँछ क्या, स्पिच थेरापीको काम गर्छ त्यसले। तपाईँले संस्कृत बोल्नुहुन्छ भनेदेखि तपाईँ विश्वका अधिकांश भाषा सिक्नका लागि तपाईँको जिब्रो फड्कारिने अवस्थामा पुग्छ। त्यो भएर पनि हामी बच्चाहरूलाई संस्कृत सिकाउँछौँ। अर्को पाटो विद्यालय शिक्षाले अलमोस्ट इग्नोर गरेको पाटो भनेको बच्चाभित्र भएको क्षमता। के क्षमता छ त? विद्यालयले त त्यसलाई उजागर गरिदिने हो, निकालिदिने हो, त्यसलाई अझै उज्यालो बनाइदिने हो, उसलाई सम्भावना देखाइदिने हो। हामीले त्यो पाटोलाई अलि बढी इग्नोर गरेका रहेछौँ विद्यालय शिक्षा प्रणालीमा। त्यो भइसकेपछि हामी अहिले के गरिरहेका छौँ, बच्चाभित्र भएको अन्तर्निहित क्षमतालाई बाहिर निकाल्नुपर्छ है भनेर हामी इसिए एक्स्ट्रा करिकुलर एक्टिभिटिज अन्तर्गत, अझ इसिए पनि नभनौँ सिसिए भनौँ, को करिकुलर एक्टिभिटिजभित्र हामी बच्चाहरूमा भएका क्षमताहरूलाई निखार्ने काम गरिरहेका छौँ है। कस्तो, हामीले अहिले इसिएलाई 2टा क्याटेगोरीमा बाँडेका छौँ। एउटा पर्फर्मिङ आर्ट्स, अर्को स्पोर्ट्स है। पर्फर्मिङ आर्ट्समा हामी 4वटा भिजुअल आर्ट सिकाउँछौँ, पेन्ट गर्ने कुरा है। त्यसपछि अर्को सिकाउने भनेको डान्स, म्युजिक र थिएटर, ड्रामा सिकाउँछौँ है। र यतापट्टि स्पोर्ट्स क्याटेगोरीमा गइसकेपछि हामीले सिकाउने भनेको हामी फुटसल सिकाउँछौँ, बास्केटबल सिकाउँछौँ, ब्याडमिन्टन सिकाउँछौँ, टेबल टेनिस सिकाउँछौँ, त्यसपछि चेस सिकाउँछौँ, योग सिकाउँछौँ है। वी आर प्लानिङ फर क्रिक्सल एज वेल। यो वर्षबाट चाहिँ हामी क्रिक्सल पनि एड गर्दैछौँ त्यसमा। किन त, वाइ? विद्यालयको काम पढाउने हो, खेलाउने हो र भन्ने अहिले आम जनमानसमा प्रश्न आउँछ। तपाईँ मलाई एउटा कुरा भन्नुहोस्, तपाईँ हामी जति बेला विद्यालयमा थियौँ त्यो बेलामा खेलेर बाँच्ने वातावरण त थिएन, थियो र? खेल्ने भनेको बिग्रियो भन्ने खालको चाहिँ अर्थ लाग्थ्यो। यो फलानु खेल्छ है, फुटबलर हो है भने चाहिँ खासै गतिलो काम त केही पनि गरेन छ भन्ने लाग्यो। अहिले नेसनल टिममा परेका क्रिकेटरको तपाईँले उनीहरूको आम्दानी, जीवनस्तर हेर्नुहोस् त। ऊ जेमा राम्रो थियो त्यही चिजमा राम्रो गर्न पाउँदाखेरि त अहिले महिनाको 5-7 लाख रुपियाँ कमाएर आफ्नो परिवारलाई राम्रो जिन्दगी दिन त गाह्रो रहेनछ नि त। भनेपछि कोही बच्चामा राम्रो खेल्ने क्वालिटी छ भने विद्यालयले त्यो क्वालिटीलाई चाहिँ किन उजागर नगर्ने, त्यसलाई मलदल किन नगर्ने? उसको जिन्दगी त त्यही चिजबाट अगाडि बढ्न सक्छ नि त, सक्दैन र? जोसँग जे छ त्यो चिजलाई राम्रो बनाउने हो क्या। सबै बच्चालाई तपाईँले युनिफर्म लगाइदिएर मात्रै इक्वल बनाउन सक्नुहुन्न। सबैको क्षमता फरक छ, रुचि फरक छ। सबै विद्यालयले यो चिजलाई चाहिँ अहिले बुझ्नै पर्छ। बुझ्नै पर्ने कुरा भनेको सबै बच्चा समान छैनन् है। सबैको फरक पृष्ठभूमि छ, सबैको फरक क्षमता छ, सबैको फरक रुचि छ। उसको क्षमता जेमा छ, रुचि जेमा छ, त्यो चिजमा चाहिँ हामीले उसलाई वातावरण दिन सक्यौँ भने त्यो चाहिँ उसको जीविकाको आधार बन्छ। साथसाथै एकाडेमिक्सलाई उसले लिएर जानुपर्छ। तपाईँ यदि त्यो चिजलाई प्रमोट गर्न थाल्नुहुन्छ भने उसलाई बाध्यता के पर्छ, एकाडेमिक्स पनि मैले म्यानेज गरिनँ, मेन्टेन गरिनँ, एउटा लेभलमा ल्याइनँ भनेदेखि मलाई विद्यालयले यो चिजमा चाहिँ अपर्च्युनिटी नदिन सक्छ है भन्ने भइसकेपछि ऊ बाध्यात्मक परिस्थितिले पनि एकाडेमिक्सलाई राम्रो बनाउनतिर लाग्छ नै। तर मोटिभेसन के छ, उसको रुचिको कुरा छ। भनेपछि अहिले तपाईँले सरस्वती यहीँ हेर्नुहुन्छ भने सिसिएलाई पनि तपाईँहरूले प्रायोरिटी दिएर एकदमै दिन्छौँ। प्रत्येक विद्यालयले त्यो चिज दिनुपर्छ र त्यति मात्रै होइन, एक्सपोजर पनि दिनुपर्छ। डियरबर्ग दादिङ स्कुलले यो शैक्षिक सत्रमा 3जना विद्यार्थीलाई इन्टरनेसनल थिएटर फेस्टिभलमा कलकत्तामा भएको थियो, त्यहाँ हामीले पठायौँ है। त्यहाँ पठाउँदै गर्दाखेरि उनीहरूले 9वटा देशका अन्य विद्यार्थीहरूसँग भेटघाट गर्ने मौका पाए, उनीहरूको पनि पर्फर्मेन्स हेर्ने मौका पाए है। त्यहाँ रसिया, मेक्सिको, जापान लगायतका कन्ट्रीबाट पनि बच्चाहरू आएका थिए र हाम्रो साउथ एसियन कन्ट्रीहरूबाट पनि बच्चाहरू गएका थिए। हाम्रा बच्चाहरू यहाँबाट जाँदै गर्दाखेरि धादिङको एउटा विद्यालयमा पढेको बच्चाले कोलकातामा गएर त्यत्र देशका बच्चाहरूलाई भेटेर उनीहरूको पर्फर्मेन्स हेरेर उनीहरूको अगाडि आफ्नो पर्फर्मेन्स पनि देखाएर आउँदाखेरि अब उसले
मैले राम्रो ड्रामा गर्न सकेँ, मैले राम्रो एक्टिङ गर्न सकेँ भने मैले यसैबाट गरेर खान सक्ने रहेछु भन्ने कुरा त थाहा पाउन समस्या भएन नि, भयो र। हाम्रो अहिले तपाईँले हेर्नुभयो भने धेरैवटा मुभीहरूमा हाम्रो डियरवर्क सिफल स्कुलका विद्यार्थीहरूले चाइल्ड आर्टिस्टको रूपमा काम गरेका छन्। धेरैवटा उनीहरूले एडहरूमा एक्ट गरेका छन् र त्यो पनि बकाइदा कन्ट्र्याक्ट साइन गरेर पैसा लिएर अहिले विद्यालय पढ्दै गर्दाखेरि पनि उनीहरूले चाहिँ कमाइरहेका छन्। भनिसकेपछि तिमीले राम्रो एक्टिङ गर्नुपर्छ मैले भनिराख्नै पर्छ र। डियरवर्क धादिङ स्कुलको एउटा बच्चाले उसको चाहिँ आर्ट एक्जिबिसन गऱ्यौँ हामीले, आर्ट बनायो, उसको आर्ट बिक्री भयो। अहिले कति पैसा पायो ठुलो कुरा होइन, तर उसले के चाहिँ ज्ञान पायो भने मैले राम्रो आर्ट गर्न सकेँ भने त मैले यही बेचेर पनि मेरो जिन्दगी त चलाउन सक्दो रहेछु त। भनेपछि ऊभित्र एउटा आर्टिस्ट थियो, त्यो आर्टिस्ट अब जागृत भयो कि। तपाईँले ऊ एकाडेमिक्समा अलिकति तल थियो भने पनि उसले के भयो, समुदायबाट अथवा विद्यालयबाट अहिलेसम्म कहिले पनि अप्रिसिएसनै पाएको थिएन भने आम गुड फर नथिङ भनेर बच्चाले चाहिँ त्यो एक्सेप्ट गरेर बस्छ। त्यो भनेको यु आर किलिङ द कन्फिडेन्स अफ द किड है। जब ऊ भित्रको क्षमता हामीले उजागर गरिदिँदैनौँ र एकाडेमिक्सको टर्म्समा मात्रै उसलाई इभ्यालुएट गर्छौँ र यु आर गुड फर नथिङ भनेर भनिदिन्छौँ, त्यो बच्चाको कन्फिडेन्स विद्यालयले किल गर्यो। हाम्रो काम बच्चाको कन्फिडेन्स किल गर्ने होइन, त्यो कन्फिडेन्सलाई बुस्ट गर्ने काम हो। कन्फिडेन्स भनेको यस्तो चिज हो, एउटा चिजमा बुस्ट भयो भने त्यसले सबै चिजमा काम गर्छ है। यसरी हामी बच्चाहरूको इन्डिभिजुअल क्षमतालाई चिनेर हामी साना बच्चाहरूलाई सबै चिज सिकाउँछौँ। किनभने बच्चाले थाहा पाउँदैन म केमा राम्रो छु, ऊ आर्टमा राम्रो छ कि, म्युजिकमा राम्रो छ कि, डान्समा राम्रो छ कि, थाहा हुँदैन उसलाई। ऊ फुटसलमा राम्रो छ कि, बास्केटबल राम्रो गर्न सक्छ कि, अथवा टिटी ब्याडमिन्टन राम्रो खेल्न सक्छ। त्यो हिसाबले गर्दाखेरि हामी ग्रेड 3 सम्मका बच्चालाई सबै चिज सिकाउँछौँ। त्यति बेलासम्म टिचरले पनि यो बच्चाको चाहिँ रुचि यसमा बढिरहेछ, बच्चा आफैले पनि थाहा पाउँछ है म चाहिँ यसमा अलिक बढी रमाउँछु है, मेरो क्षमता यो रहेछ, यो राम्रो गर्न सक्ने रहेछु भनिसकेपछि उसले त्यसैमा अलिक बढी फोकस गर्छ। ग्रेड 4 अनवर्ड हामी के गर्छौँ, क्लब थ्रु, यता एकाडेमिक्सलाई पनि म्यानेज गर्नु, क्लब थ्रु एउटा उनीहरूले चाहिँ यो अघि भनेको पर्फर्मिङ आर्ट्स अन्तर्गत कुनै एउटा चिज चुज गर्छन् 1 वर्षको लागि, स्पोर्ट्स अन्तर्गत कुनै एउटा चिज चुज गर्छन् 1 वर्षको लागि, त्यो प्यारालल जान्छ। 1 वर्षमा एउटा लेभलमा चाहिँ उनीहरू पुग्छन्। त्यो भइसकेपछि के हुन्छ, अब अर्को वर्ष चाहिँ आई वान्ट टु ट्राई दिस थिङ, अर्को नयाँ कुरा ट्राई गर्न पायो, अर्को वर्ष अर्को क्लबमा ऊ जान पायो है। त्यो हिसाबले बच्चाभित्र भएको क्षमतालाई हामीले इसिएको थ्रु चाहिँ मलजल गरिरहेका छौँ। सिसिए र हामीले अब रेगुलर करिकुलर एक्टिभिटिजहरूको त्यो कुरा पनि गऱ्यौँ। अब त्यो गर्दाखेरि अब जसरी तपाईँले व्याख्या गर्नुभयो यो त धेरै समय लाग्छ, किनभने यो विद्यालयले धेरै प्रयास गरिरहनु भएको छ, तपाईँ यसैमा पनि सुरुदेखि नै काम गरिरहनु भएको छ। त्यसो हो भने यी सबै सुविधा लिनको लागि हजुर हजुर अभिभावकले हजुर थुप्रै पैसा खर्च गर्नुपर्छ होला। कति पैसा चाहिँ खर्च गर्नुपर्छ, कति पैसा तिर्नुपर्छ एउटा कक्षामा जाँदाखेरि विद्यार्थीहरूले? तपाईँको जस्तै इसिए सिसिएका एक्टिभिटिजहरूको कुरा गर्ने नै हो भने पनि, अझ बुक रिडिङको कुरा गर्ने हो भने पनि यी धेरै खर्चालु क्रियाकलापहरू देखिरहेछ होइन? हजुर, यो कति पैसा खर्च गर्नुपर्छ? ओके, तपाईँले राम्रो कुरा गर्नुभयो है। अहिले धेरै मान्छेलाई डियरवर्क चाहिँ अचाकले नै महँगो छ, अत्याधिक महँगो छ, स्कुलमा छिर्नै सकिँदैन भन्ने खालको एउटा पनि रहेछ होइन। अर्को एउटा के देखेको छु मैले भने डियरवर्कमा त छिर्नै पाइँदैन, स्कुल जानै पाइँदैन होइन। जनमानसमा परेका कुराहरू एउटा चाहिँ धेरै महँगो छ है। अर्को चिज चाहिँ स्कुलभित्र छिर्न पाइँदैन। हाम्रो के हुन्छ, हामीले अभिभावकहरू, अब हाम्रो अभिभावकहरू चाहिँ बानी परिसक्नु भएको छ होइन। अलिकति केही कुराहरू चाहिँ अघि मैले प्याराडाइम सिफ्टको कुरा गरेँ, केही हामीले कल्चरहरूलाई सिफ्ट गर्नु जरुरी छ विद्यालयमा है। मैले खर्चको पाटोमा आउँछु, म त्यो क्ल्यारिफाई गर्नुपर्ने नै कुरा छ है। किनभने अलिकति ठुलो हाउगुजी भएको छ कि डियरवर्क धादिङ स्कुल समुदायमा भन्ने पनि कता कतै लागिरहेको छ। यसमा एउटा कुरा चाहिँ हामीले साना साना कुराहरू जस्तो अभिभावकहरूको इन जेनरल यसो फुत्तै स्कुल बस्यो, फुत्तै स्कुल बस्दाखेरि एकछिन टिचर भेटिदिउँ न त, एकछिन टिचरलाई बोलाइदिउँ न, एकछिन प्रिन्सिपल भेटौँ न भन्ने खालको चाहिँ त्यो मनस्थिति हुन्छ होइन। अब समस्या के हुन्छ, उहाँहरू आइपुग्नु भएको बेलामा टिचर त क्लासमा हुनुहुन्छ होइन र, उहाँलाई भेट्न आउँदाखेरि क्लास त छुट्यो, म एकछिन प्रिन्सिपललाई भेट्छु नि भन्नुहुन्छ, प्रिन्सिपल मिटिङमा हुन्छ, उसको आफ्नो स्केड्युल छ नि त, त्यो स्केड्युलमा हुन्छ भनेपछि एकछिन पर्खिनुहोस् है भनेर कुराउनु पऱ्यो। त्यो कुराउँदाखेरि ठुलो मान्छे भयो, धेरै बेर कुरायो, यहाँ चाहिँ भेट्नै पाइँदैन भन्ने जस्ता मान्छेहरूलाई त्यो भ्रम पनि पर्दो रहेछ। हामीले के भन्ने गरेका छौँ जहिले पनि हाम्रो अभिभावकलाई, उहाँहरू बानी परिसक्नु भएको छ अहिले, तपाईँले म फलानु टिचरसँग भेट्न चाहन्छु, कुन दिन भेट्न पाउँछु
कति बेला चाहिँ उहाँको खाली टाइममा चाहिँ भयो भने मजाले बसेर कुरा गर्न पाउनु भयो नि त विद्यार्थीको बारेमा कुरा गर्ने हो भनेपछि टाइम लिएर आउनुहोस् सो द्याट तपाईँको पनि टाइम किल हुँदैन तपाईँले आएर अननेसेसरी वेटिङमा टाइम खर्च गर्नु पर्दैन होइन र आउने बित्तिकै तपाईँले टिचरलाई भेट्न पाउनुहुन्छ त्यो टाइम लिएर आउनुहोस् टाइम लिएर आइसकेपछि मजाले भेटेर जानुहोस् भन्छ त्यो कुरा कतिलाई फेरि ठ्याक्कै बुझाइ अलिक गलत पर्दो रहेछ है एउटा कुरा त्यो चिर्नुपर्ने कुरा छ अर्को चाहिँ शुल्कको कुरा धेरैलाई डेरबक धादिङ स्कुल एकदमै महँगो छ भन्ने लाग्छ है डेरबक धादिङ स्कुल महँगो छैन तपाईँले अघि भन्नुभयो तपाईँको सबै चिज खर्चिलो रहेछ हेर्नुहोस् शिक्षकलाई राम्रो सेवा सुविधा नदिने हो भने तपाईँले राम्रो शिक्षक पाउनुहुन्न राम्रो शिक्षक नपाएपछि तपाईँको एजुकेसनको क्वालिटी राम्रो हुँदैन है सबै कुरा के हुन्छ भने खर्च कति लाग्ने भन्ने कुरा चाहिँ एसोसिएटेड टु हामीले के चिज गरिरहेका छौँ होइन अहिले इसिएकै कुरा गर्ने भने मसँग 12 जना इसिए टिचर हुनुहुन्छ एक्सपर्टहरू आफ्नो आफ्नो विषय विज्ञ हुनुहुन्छ उहाँहरू आउनुहुन्छ उहाँहरूले बच्चालाई सिकाउने विषय विज्ञले नै सिकाउने हो है त्यो तरिकाले हामी अगाडि बढिरहेछौँ शिक्षकको तलब सेवा सुविधा एउटा राम्रो हुनुपर्छ हामी टिचिङ सुड बी द हाइएस्ट पेड जब इन द कन्ट्री भनेर लागिरहेको संस्थामा पर्छौँ है त्यो हुनाले हामी राम्रो स्यालेरी पे गर्छौँ क्वालिटी रिसोर्स चाहियो सबै चिज चाहियो सेवा सुविधा जम्मै चिज चाहियो त्यो गर्दै गर्दाखेरि अहिले हामीले यहाँ जुन फी स्ट्रक्चर बच्चाहरूलाई प्रोभाइड गरेका छौँ जुन फी स्ट्रक्चरमा चाहिँ हामीले एजुकेसन प्रोभाइड गरिरहेछौँ इन कम्पेरिजन टु आवर काठमाडौँ स्कुल त्यो 3 टाइम्स कममा प्रोभाइड गरिरहेछौँ 3 टाइम्स लोवर प्राइसमा हामी यहाँ त्यो एजुकेसन प्रोभाइड गरिरहेका छौँ है र अर्को कुरा के हुँदो रहेछ भने मान्छेहरूलाई हामीले फी चाहिँ यति हो है भन्ने कुरा एकैचोटि देखाइदिन्छौँ र त्यो फीभित्र उहाँहरूले पाउने कुराहरू के हुन्छन् त तपाईँ इन जेनरल स्कुल प्र्याक्टिसमा हेर्नुभयो भनेदेखि तपाईँलाई मन्थली फी भनेर एउटा आउँछ त्यसपछि एक्जाम फी होइन उतातिर खेलकुद शुल्क भन्ने के आउँछ होला होइन ल्याब शुल्क भन्ने छुट्टै आउँछ होला हैन परीक्षा शुल्क छुट्टै नै आइहाल्यो एक्जाम फी अघि भनिहालेँ अनि कतापट्टि टाई युनिफर्म ड्रेस हैन यस्ता साना चङ्कमा खर्चहरू आउँछन् साना चङ्कमा खर्च आउँदाखेरि चाहिँ के हुँदो रहेछ मान्छेलाई मैले धेरै तिर्या छु भन्ने जस्तो फिल हुँदो रहेछ अहिलेको मेरो एनालाइसिस जस्तो यसलाई ठ्याक्कै मैले एकदमै मिल्ने उदाहरण के गर्छ हामी नेपालीहरूले स्याम्पूले एकदमै धेरै नुहाउन थालेको भनेको जब त्यो स्यासे आयो नि सानो त्यसपछि धेरै नुहाउन थाल्यो कि स्याम्पूले त्योभन्दा अगाडि मान्छेले स्याम्पूले कम नुहाउँथे किन ठुलो बट्टामा आउँथ्यो 300-400 रुपियाँ पर्थ्यो त्यति बेला 300-400 रुपियाँ भनेको ठुलो चङ्क अफ अमाउन्ट थियो त्यो तिर्न गाह्रो पर्थ्यो अझै 1 रुपियाँ 2 रुपियाँमा आउन थालिसकेपछि के भने 2 रुपियाँ 5 रुपियाँ थोरथोरै तिर्दै गयो तर तपाईँ क्युमुलेट गर्नुहुन्छ भने त्यो थोरथोरै किन्दा तपाईँले महँगो तिरिराख्नु भएको थियो है त्यो जति क्वान्टिटी थियो ठुलो बट्टामा त्यो क्वान्टिटी बराबर जान त्यो 400 तिर्नु पर्यो तपाईँले 450 तिरिसक्नु भएको छ बट यु डु नट रियलाइज द्याट किन थोरै गइरहेछ क्युमुलेट गरेर हेर्नु भएको छैन एउटा चाहिँ त्यसरी पनि हिसाब गरेर हेर्नुपर्छ भन्ने लाग्छ हामीले गर्दाखेरि के गर्छौँ हामी मन्थली फी यो चिज हो है बच्चाको भनिसकेपछि त्यो भित्र के चिज आउँछन् त डेरबक धादिङ स्कुलमा हामीले जुन मन्थली फी बच्चाहरूलाई तोकेका छौँ त्यो भित्र उनीहरूले पाउने चिज त्यो मन्थली फी तिरिसकेपछि अरू केही पनि कुरा तिर्नु पर्दैन अनलेस यु टेक एडिसनल फेसिलिटिज है एडिसनल फेसिलिटिज भनेको तपाईँको ट्रान्सपोर्टेसन र फुड तपाईँ एक्स्ट्रा लिनु सबैलाई म्यान्डेटरी होइन घर स्कुल छेउको मान्छेलाई ट्रान्सपोर्टेसन किन चाहियो फुड किन चाहियो घरैबाट खाएर आउँछ होइन भनेपछि टाढाबाट आउनेलाई त्यो चाहियो होला एक्स्ट्रा फेसिलिटी त्यो लिनुहुन्छ तपाईँले त्यो तिर्नुहुन्छ होइन भनेदेखि जुन मन्थली फी हामीले चाहिँ अफर गरेका छौँ त्यो मन्थली फीभित्र बच्चाहरूले धेरैवटा कुराहरू त्यहीभित्र पाउने त्यहाँबाट एउटा कुनै पनि चिज हिडन फी तपाईँलाई नभनिएको फी आउँदैन त्यो सबै गतिविधि हेर्नुहोस् हामीले दिने म तपाईँलाई तोकेरै भन्छु एउटा हाम्रो जुन इन जेनरल सबै स्कुलमा पढाइ हुने सिडिसी करिकुलम त्यो पढाएको त्यो भित्र आयो हामीले डिडिएस कोर्स भनेर जुन ग्यापहरू फाइन्ड गरेका थियौँ त्यो ग्यापहरू फाइन्ड गर्ने त्यो फिल गर्ने कोर्सहरू जे छन् तपाईँ संस्कृतको कुरा गर्नुहोस् तपाईँ कोडिङको कुरा गर्नुहोस् तपाईँ रिडिङ बुकको कुरा गर्नुहोस् ती सबै चिजहरू त्यहीभित्र आए अघि भनेका इसिए सिसिएका कुराहरू ती सबै कुराहरू त्यहीभित्र आए एक्जाम फी त्यहीभित्र आयो तपाईँको ल्याब
होइन, अन्य कुराहरू सबै त्यहीभित्र आयो। कपी अनि स्टेसनरी आउँदैछु म, स्टेसनरी ल्याबका शुल्कहरू त्यहीभित्र आए, स्टेसनरी बच्चाहरूले कापी जति लेखे पनि सबै त्यहीभित्र पाउँछन्। त्यो फी स्ट्रक्चरभित्रै उनीहरूले कापी पनि जम्मै पाउने हो। अभिभावकले कापी किन्नु पर्दैन, बच्चाले मिसयुज चाहिँ गर्न भएन, राम्ररी युज गर्नु पऱ्यो। जतिवटा लेख्छ त्यतिवटा उसले कापी त्यहाँ पाउँछ। त्यही फी स्ट्रक्चर स्कुलमा पढाएको अभिभावकहरूले पसलमा गएर अरू एक्स्ट्रा कपी किन्न पर्दैन। तपाईँले घरमा एडिसनल प्र्याक्टिस गर्न म केही ल्याउँछु त्यो तपाईँको पाटो भयो, होइन भने स्कुलमा बच्चाले लिएर जाने, उसले होमवर्क गर्ने, क्लासवर्क गर्ने, ती जम्मै कापीहरू सबै बच्चाले किन्नु पर्दैन बाहिर, त्यो फी स्ट्रक्चरभित्रै आउँछ। अघि मैले जुन रिडिङ बुकको कुरा गरेँ, त्यो रिडिङ बुकको पनि प्रत्येक महिनाको 2टा किताब त्यो फी स्ट्रक्चरभित्रै हो, विद्यालयले प्रोभाइड गर्छ। यो महिनामा नेपालीमा यो किताब पढ्ने, अङ्ग्रेजीमा यो किताब पढ्ने भनिसकेपछि त्यो 2टा किताब नै पनि त्यो टिचर अर्को रिसोर्स पनि त्यहीभित्रै पऱ्यो र किताब पनि त्यहीभित्र पऱ्यो। 2टा किताब पनि महिनामा उसले त्यो भित्रै पाउँछ। त्यति मात्रै होइन, विभिन्न स्कुलमा एक्टिभिटिजहरू हुन्छन् है, अभिभावकहरू गएर चाहिँ इन्भल्भ हुने कार्यक्रमहरू हुन्छन्। ती जति पनि एक्टिभिटिज हुन्छन् त्यसमा 1 रुपियाँ अभिभावकले एक्स्ट्रा तिर्नु पर्दैन, सबै त्यहीभित्र हुन्छ। हामीले बच्चालाई अघि नै भनिसके पढाउने मात्रै होइन, जिन्दगी बाँच्न सिकाउने पनि हो है। त्यो भइसकेपछि हामी अहिलेदेखि बच्चाहरूलाई चाहिँ हाइकिङ गर्न सिकाउँछौँ, भोलि स्वस्थ त बन्नु पऱ्यो नि त। अहिलेदेखि नै हामी हाइकिङ सिकाउँछौँ, एउटा टर्ममा एकचोटि हामी हाइकिङ गराउँछौँ। त्यो हाइकिङ गराउँदै गर्दाखेरि पनि अभिभावकले एक्स्ट्रा कस्ट केही पनि तिर्नु पर्दैन। हामी फिल्ड भिजिट एक्सकर्सन, क्लासरुमभित्र मात्रैको सिकाइले पुग्दैन, फिल्ड भिजिट लान्छौँ, एक्सकर्सन लान्छौँ है। ती फिल्ड भिजिट एक्सकर्सनहरूमा उहाँहरूले 1 रुपियाँ पनि एडिसनल कुरा तिर्नु पर्दैन। ती सबै चिज यहीभित्र क्युमुलेट भएर आउँछन्। अझै रमाइलो कुरा जस्तो हामीले बच्चाहरूको मेडिकल चार्जेस, माइनर मेडिकल चार्जेस सबै स्कुलले बेहोर्छ भित्रको। अब अहिले चाहिँ अझ अभिभावकलाई कहिलेकाहीँ कुनै चिजको कन्सिक्वेन्सेस पछि देखिन्छ, सानो चोट लागेको पछि अलिक ठुलो होला होइन, त्यसले तत्कालीन त विद्यालयले एड्रेस गरिदियो, त्योभन्दा पछाडि के हुन्छ अभिभावकको त्यो चिजमा पनि खर्च नहोस् भनेर मैले यही फी स्ट्रक्चरभित्र अब बच्चाहरूको मेडिकल इन्सुरेन्स पनि कभर हुन्छ, सो द्याट विद्यालयमा केही चोटपटक केही लाग्यो ओर्यो भनेदेखि त्यो चिजको चाहिँ पछि आउने खर्च पनि अभिभावकले त्यहीँ क्लेम गर्न सक्नुहुन्छ। त्यसपछि यो इन्टायर प्याकेज, यो सबै चिज त्यो फी स्ट्रक्चरभित्र छ। त्यो हुनाले गर्दाखेरि अभिभावकले एउटा चाहिँ थोरै थोरै तिर्दाखेरि धेरै भएको एउटा त्यो याद गर्नुभएको छैन र हामीले सबै एकैचोटि भन्दा त्यो भित्र के चिज पाइन्छ त भन्ने कुरा पनि त्यो रियलाइज नभएको हिसाबले पनि सायद उहाँहरूलाई महँगो छ डियर वाक भन्ने लागेको हुनसक्छ। डियर वाक महँगो छँदै छैन सर। तपाईँहरूले अर्को एउटा त्यो जुन युनिफर्मको कुरा छ नि, हजुर, यो चाहिँ हाम्रो फरक अभ्यास भयो, नौलो अभ्यास भयो यो ठाउँको लागि होइन। यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ? यो चाहिँ युनिफर्म लाउँदा र नलाउँदा विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलापमा सजिलो हुने हो कि प्यारेन्ट्सहरूलाई किन्दिनलाई सजिलो अप्ठ्यारो हुने हो कि तपाईँहरूको त्योभन्दा पछाडिको तर्क चाहिँ के हो? ओके, सो म सुरुदेखि नै तपाईँले यदि याद गर्नुभयो भने आइ एम फोकसिङ अन इन्डिभिजुअलिटी। इन्डिभिजुअलिटीमा एकदमै फोकस गरिरहेको छु। त्यो याद कतिको गर्नुभएको छ? मलाई एउटा कुरा भनिदिनुहोस्, तपाईँको सिकाइसँग युनिफर्मको के सम्बन्ध? तर यहाँ त अभिभावकहरूको खर्चको हिसाबले हेर्ने हो भने 7 दिन 5 दिन 6 दिन विद्यालय पठाउनु, तपाईँहरूको स्कुल 5 दिन खुल्छ शनिबार र आइतबार भन्दा बाहेक तपाईँहरूको सोमबारदेखि शुक्रबारसम्म चल्छ। विद्यार्थीहरूले 5 दिन 5वटा लुगा लाएर 5वटा जुत्ता लाएर जानुपर्ने त्यो किसिमको हाम्रो समुदायको त्यो चेतनाको स्तरै त्यस्तो छ कि विद्यार्थीहरू अहिले मैले अलिअलि अभिभावकसित कुरा गर्दाखेरि के हुन्छ, कपडा किन्दिँदा हैरान भइरहेछन् क्या उनीहरू। ओके, जुत्ता र कपडा चाहिँ यति किनिदिनु पर्ने भइरहेछ तपाईँहरूको त्यो स्कुलको युनिफर्म नभएको कारणले गर्दाखेरि यो कुरा चाहिँ अझै पनि तपाईँहरूले रिथिङ्क गर्नुपर्ने हो कि यो समुदायको अनुसारको भन्ने कुरा पनि मेरो चाहिँ यो किसिमको तपाईँको तर्क त्यो छ। समुदायले त्यसरी सोचेको छ, त्यो चिजलाई तपाईँले यहाँ रिप्रेजेन्ट गरिदिनु भयो। थ्याङ्क यू सो मच है, यो तपाईँले मलाई क्ल्यारिफाई गर्ने मौका दिनुभयो। यो चिज चाहिँ के खर्च बढाइरहेछ क्या। युनिफर्म भए 2टा लिग्यो, आज एउटा धोइदियो भोलि अर्को धोइदियो, नयाँ नयाँ सुकिलो लाएर पठाइदियो हुन्थ्यो। तपाईँको स्कुलमा 5 थरी लुगा लाएर जानु पर्ने, 5 थरी जुत्ता लाउनु पर्ने समस्या। नाइस वान, थ्याङ्क यू सो मच फर रेजिङ दिस क्वेसन है। अर्को अझै त्यो पनि थप के आउँछ, तपाईँले त्यो सुन्नुभएको छ कि छैन? मैले बेला बेलामा सुन्ने 10 वर्षदेखि अभिभावकलाई मैले चाहिँ अर्थ्याउँदै बुझाउँदै आएको कुरा, क्लास डिफ्रेन्स देखिन्छ। कोही धनी होला, उसले राम्रो लुगा लगाएर जाला, मेरो बच्चा गरिब होला, उसले नसक्ला
क्लास डिफरेन्स देखिन्छ, तपाईँहरूले किन युनिफर्म लगाइदिनु भएन, त्यो कुरा पनि आउँछ है। अब बच्चाको सिकाइसँग युनिफर्मको कुनै पनि लेनदेन छैन। उसले सिक्ने भनेको मेन्टालिटीको कुरा हो है। र युनिफर्म मान्छेले कसरी सोच्ने भन्ने कुरा, युनिफर्मले खर्च बढाइरहेको छ, अभिभावकको घटाइरहेको छैन। यु क्यान करेक्ट मी इफ आम रङ। मैले भनिसकेपछि युनिफर्मले अभिभावकको खर्च कहिल्यै पनि घटाउँदैन, त्यो बढाउँछ। युनिफर्म भनेको कहाँ लाएर जाने? स्कुल जाँदाखेरि तपाईँ बिहा व्रतबन्ध जानुभयो, त्यो युनिफर्म लाउन पाउनुहुन्छ। बाहिर अरू कुनै चाहिँ कार्यक्रमहरूमा जानुभयो, त्यो युनिफर्म लगाएर जानुहुन्न नि। इन जेनरल डेली लाइफमा तपाईँले त्यो कपडा प्रयोग गर्नुहुन्न है। र तपाईँ हामीले बाहिरबाट युनिफर्म लगाइदिएर सबै बच्चा बराबर हुने भएको भएदेखि अहिलेसम्म कुनै पनि स्कुलमा बच्चा फेल नहुनुपर्ने, बोर्डमा सबैजना पास हुनुपर्ने, बराबरै हुनुपर्ने हो नि त। युनिफर्म लगाइदिएको, एउटै कपडा लगाइदिएको भनेको सबै बराबर छन् भने हो नि त है। हाम्रो समस्या यही छ, हामीले इन्डिभिजुअलिटीलाई कहिले पनि प्रमोट गरेनौँ। सबै बच्चा फरक छ, सबै बच्चाको क्षमता फरक छ, योग्यता फरक छ, रुचि फरक छ, र बच्चामा ड्रेस सेन्स पनि हुनुपर्छ। उसले म विद्यालय जाँदैछु भनेदेखि उसको ड्रेस कोड छ, युनिफर्म आवश्यक छैन। अब युनिफर्मको कुरा तपाईँले गर्नुभयो, तपाईँको घरमा 3 जोर त कपडा हुन्छ बच्चाको न्यूनतम, जो कसैको घरमा पनि हुन्छ नि होइन, 2 जोर 3 जोर कपडा हुन्छ। त्यो 3 जोर कपडा छ भने अघि तपाईँले 2टा हुन्छ, 2 जोर कपडा हुन्छ चाहिँ के अरे 2 जोर युनिफर्म हुन्छ, एउटा धोयो अर्को लगाइदियो, अर्को धोयो अर्को लगाइदियो, धुनेर लगाउने त गर्नुहुँदो रहेछ होइन र। तपाईँसँग घरमा 3 जोर कपडा छ भनेदेखि 5 दिनकै लिउँ, मन्डे एउटा लगाएर गयो, अर्को त ब्याकअप छ, त्यो चिज धुन राखिदियो घरमा। यो कुरा कतिको प्यारेन्ट्सहरू कतिको कन्भिन्स भइरहनु भएको छ तपाईँ हुनुहुन्छ। यो चाहिँ के हो भने हामीले जुन जस्तै मैले यसमा जोड्न खोजेको के कुरा हो भनेदेखि हामीले जुन एक्स्ट्रा कुराहरू लिएर आएको छौँ, अरू विद्यालयभन्दा पृथक समुदायमा यो तरिकाले जानुपर्छ भनेर पृथक तरिकाले गरिरहेछौँ, त्यसलाई चाहिँ कम्युनिटीले नै कतिपय ठाउँमा एक्सेप्ट गर्न नसकेको त्यो ग्यापहरू अझै पनि भइरहेको भन्ने जस्तो त्यो चाहिँ हामीले फिल गरिरहेको छौँ कि। किनभने हाम्रो बुझाइ त पहिलादेखि नै यो हो, यो यस्तो 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 भन्ने जस्तो पहिले प्रिडिटरमाइन्ड हाम्रो माइन्डसेट छ नि त होइन। सबै कुरामा शिक्षामा त्यस्तै छ, युनिफर्ममा त्यस्तै छ, हाम्रो खानेकुरामा त्यस्तै होला, अरू हाम्रो कल्चरल सबै कुराहरू हेर्दा त हाम्रो प्रिडिटरमाइन्ड एउटा कन्सेप्ट, एउटा बक्स छ नि त। समस्या नै कहाँ हो भने समस्या बुझाइको हेर्नुहोस् है। 3 जोर कपडाले बच्चालाई तपाईँले 5 दिन मजाले विद्यालय पठाउन सक्नुहुन्छ, र त्यही 3 जोर कपडा अरू ठाउँमा जाँदाखेरि पनि बच्चाले लगाउन सक्छ, सफा गरेर लगाउनु पर्यो है। र अर्को कुरा क्लास डिफरेन्स देखिन्छ भन्ने कुरा जुन छ, क्लास डिफरेन्स देखिने कुरामा बच्चा अहिलेको बच्चा एकदम स्मार्ट छ है। हामीले युनिफर्ममा मात्रै एउटै क्लास भनेर चाहिँ बच्चालाई तिमी एउटै क्लासको हौ भनेर देखाइदिएर हुँदैन। बच्चाले के याद गरिरहेको हुन्छ, फलानुको घर कति तलाको, मेरो घर कति तलाको। देयर आर सर्टेन थिङ्स यु क्यानट चेन्ज है। कि बच्चाले चाहिँ ह्युमिलेट फिल गर्छ भनेदेखि तपाईँले घर पनि अर्कोको 5 तलाको छ भने आफ्नो पनि 5 तलाको बनाइदिनु पर्यो होइन। अर्कोले कुन ब्रान्डको गाडी चढ्छ अथवा चाहिँ बाइक चढ्छ कि गाडी चढ्छ, बच्चाले त्यो पनि हेरिरहेको हुन्छ। तपाईँले इन्स्टेन्ट बच्चाले चाहिँ इन्फेरियर फिल गर्छ भनेर तपाईँ अर्को महँगो गाडी किन्न सक्नुहुन्न। तपाईँले गर्न सक्ने कुरा के हो, बच्चालाई उसको अवस्था के छ त्यो कुरा चाहिँ एउटा एक्सेप्ट गराउने र त्यो अवस्थाबाट माथि उठ्नका लागि उत्प्रेरित गर्ने हो नि त होइन। विद्यालय भनेको फ्यासन सो गर्ने ठाउँ होइन सर, करेक्ट मी इफ आम रङ। त्यहाँ बच्चा एकदम नयाँ नयाँ कपडा देखाउन जाने। तपाईँले अहिले जुन मलाई भन्नुभयो अघि 5 दिनमा 5 वटा किन चाहियो, 5 दिनमा 5 वटा, तपाईँ 5 दिनमा 5 वटै लगाएर हिँड्नुहुन्छ? हुन्न नि। म 5 दिनमा 5 वटा कपडा लगाएर हिँड्छु? हिँड्दिनँ, पर्दैन। तपाईँसँग 3 जोर 2 जोर कपडा छ भने त्यो अल्टरनेटमा जसरी तपाईँ युनिफर्म सफा गर्नुहुन्थ्यो त्यसै गरी सफा गर्नुहुन्छ। अनि अर्को कुरा, कतिपय कुराहरू चाहिँ हामी अलिकति एक्जाजरेट पनि गर्छौँ कि जस्तो लाग्छ कि। कुनै पनि बच्चाले गएर तिम्रो चाहिँ यो एकदमै मुलायम कपडा रहेछ, हाई क्वालिटी कपडा रहेछ, मेरो चाहिँ अलिक खस्रो नराम्रो रहेछ, बच्चाले अहिलेसम्म भनेको मैले फेला पारेको छैन। इट्स बिन 20 इयर्स है एजुकेसनको सेक्टरमा काम गर्न थालेको, र डियर वर्क इट्सेल्फ नै पनि यो फिलोसफी स्टार्ट गर्ने बेलादेखिको यो चाहिँ म इनिसियल कोर मेम्बर हुँ। 10 वर्षदेखिको यो चिजलाई चाहिँ प्र्याक्टिस गरिरहेको छु। त्यो डर चाहिँ अभिभावकको स्कुलमा आउनुभन्दा पहिला चाहिँ डर हुन्छ, आइसकेपछि होइन रहेछ है। किनभने अहिलेसम्म विद्यालयहरूले त्यो एउटा खालको चाहिँ इन जेनरल नेपालको कन्टेक्स्टमा विद्यालयहरूले के गरिरहेका छन् त्यो एउटा खालको। अब हेर्नुहोस् यो युनिफर्मको कुरामा सायद आम नट ब्लेमिङ एनीबडी, तर युनिफर्म दिने कुरामा कतिपय ठाउँमा के सुनिन्छ, फलानु ठाउँबाटै युनिफर्म किन्नुपर्छ। किन किन्नुपर्छ? तपाईँले जहाँ कहीँबाट चाहिँ युनिफर्म किन किन्न नपाउने? फलानु ठाउँबाटै किन्नुपर्छ भन्ने हो भने त केही न केही त त्यहाँ त दालमा कुचका लाग्यो, केही न केही समस्या छ होइन।
यसैले कसैलाई कुनै चिजको कमिसन दिन यो गर्न त्यो गर्नका लागि अभिभावक त्यो मारमा परिरहेको अभिभावकलाई थाहा छैन। अभिभावकलाई के बुझायो युनिफर्म चाहिन्छ, किन चाहिन्छ अभिभावकले बुझ्नु भएन। अहिले खोइ नचाहिँदो रहेछ त। हामी कहाँ युनिफर्म छैन, ड्रेस कोड त छ नि। तपाईँ चप्पल पड्काउँदै त स्कुल जान पाउनुहुन्न के सर। तपाईँ सेन्डो लगाएर स्कुल जान पाउनुहुन्न, अर्नामेन्ट झरझुट्ट लगाएर जान पाउनुहुन्न। ड्रेस कोड छ, तपाईँले क्लोज सुज लाउनै पर्यो, फुल स्लिभ लाउनै पर्यो। प्यान्टको कुरा गर्दाखेरि यहाँ स्लिभलेस तपाईँले लगाउन पाउनुहुन्न, हाफ स्लिभ भए पनि लगाउनु पर्यो है। ड्रेस कोड हामीसँग छ, युनिफर्म छैन, युनिफर्म आवश्यक छैन। त्यसले चाहिँ बच्चाहरूको इन्डिभिजुअलिटीलाई विद्यालयले कदर गरेन। विद्यार्थी फरक हो भन्ने कुरा जबसम्म तपाईँ त्यो एक्सेप्ट गर्नुहुन्न तबसम्म तपाईँ इन्डिभिजुअलिटीलाई बढाउन सक्नुहुन्न, उसको क्षमतालाई निखार्न सक्नुहुन्न। अहिले समस्या नै त्यही हो र त्यो रिफ्लेक्ट गर्ने पाटो भनेको युनिफर्म हो। त्यो हुनाले युनिफर्म आवश्यक छैन विद्यालयहरूमा। तपाईँ गर्मीमा मजाले गरेर कोट र टाई नै लगाएर बाँधिएर किन जानु पर्यो र? कुनै ठाउँमा त्यो कुनै वातावरणमा तपाईँ यदि खोज्नुहुन्छ भने यो युनिफर्म सुरु भएको इङ्ल्यान्डबाट हो, त्यहाँको परिवेशमा त्यो सुट हुन्थ्यो होला, यहाँ नहुन सक्छ नि त। कसैले कुनै बेलामा बिरालोको घाँटीमा चाहिँ घन्टी बाँधिदियो भनेर तपाईँ अहिले पनि बिरालो खोज्दै घन्टी बाँध्दै हिँड्नु पर्दैन। एज सिम्पल एज द्याट है। त्यो हुनाले हामीले अर्को चिज के पनि हेर्न जरुरी छ भनेदेखि हामी डिसिप्लिन्ड हुन्छ बच्चा, युनिफर्मले कसरी बच्चा डिसिप्लिन बनाउँछ। अब यो डिसिप्लिन जुन छ नि, डिसिप्लिनलाई पनि रिडिफाइन गर्ने बेला भएको छ। डिसिप्लिन के हो? नर्मली आज हामी सबै एजुकेसनको बारेमा कुरा गरिरहेछौँ। सो आई विल क्ल्यारिफाई यु दिस थिङ एज वेल है। डिसिप्लिन के हो? हामीले के गर्ने भयौँ? डिसिप्लिन कपालमा खोज्ने भयौँ। कपाल कति इन्चको भयो भने बच्चा डिसिप्लिन भयो, कति इन्चको भएन भनेदेखि बच्चा डिसिप्लिन भएन हो। त्यही होइन, बच्चाले युनिफर्म लगायो बच्चा डिसिप्लिन भयो, बच्चाले युनिफर्म लगाएन बच्चा डिसिप्लिन भएन। बच्चा टिचरलाई देख्दाखेरि एकदम निहुरेर बस्यो, डिसिप्लिन भयो, बसेन। तपाईँलाई कुनै चिज चाहिँ सवाल जवाफ गर्यो, डिसिप्लिन भएन। हामीले बनाउन के खोजेको, पुग्न कहाँ खोजेको, त्यो कुरा हामी क्लियर हुनु पर्दैन। तपाईँ यसो सोच्नुहोस् त, तपाईँले बच्चालाई स्कुल लेभल सकिएपछि पनि सधैँ युनिफर्म लगाएर बनाउन हिँड्न गरेको हो होइन नि? त्यो बनाउन खोज्या हो र होइन? तपाईँले कुनै पनि ठाउँमा गएर चुप्पो लागेर निहुरिएर बसेर एकदम डिसिप्लिन बन्ने बच्चा बनाउन खोज्या हो कि तपाईँले क्युरियस बच्चा बनाउन खोजेको? बच्चालाई एउटा कुरा हामीले के गर्नुपर्छ, बच्चाको डिसिप्लिन हामीले व्यवहारमा खोज्ने हो, बाहिरी आवरणमा होइन। कपालको कुरा सर, कपालको कुरा अझै मलाई अलिकति जोड दिनुहोस्। कपालको कुरा त्यसो भए त्यो स्कुलमा कपाल पाल्न पाउने रहेछ, कपाल लामो राख्न पाउने रहेछ, डिसिप्लिन रहेनछ भन्ने कुराहरू आउन सक्लान्। कपाल तपाईँलाई कपालले राम्रो देखाइरहेको छ, अलिकति लामो छ, तपाईँको डे टु डे लाइफलाई ह्याम्पर गरेको छैन, ओके फाइन। कपाल पाल्छ चराले गुड लाउने जस्तो एकदम उनी गरेको छैन, त्यसले कुरूप देखाइसक्यो, त्यति बेला टिचरले ल तिमी भोलि कपाल काटेर आऊ भन्नुहुन्छ। हामी कहाँ है? उसले राम्रोसँग मेन्टेन गरेको छ, त्यो कपाल धेरै लामो भएर आँखै छोप्ने भएको छैन, मजाले त्यो उसलाई चाहिँ डे टु डे लाइफलाई ह्याम्पर गरेको छैन, द्याट्स ओके, बच्चाको रुचिको कुरा हो। तर त्यसले ह्याम्पर गर्यो भने टिचरले तुरुन्तै काटेर आऊ, यो भएन भनिहाल्नुहुन्छ। हामी कपालमा नङ सफा राख्नुपर्छ, मजाले काट्नुपर्छ होइन। अर्कालाई घोज्छ गर्छ त्यो हुनाले हो, नत्र भनेदेखि नङ अलिकति आयो भने चाहिँ त्यो गडबडै भयो, बर्बादै भयो होइन। सरसफाइको हिसाबले त्यो राख्नुपर्छ। तर कपाल लामो हुँदाखेरि चाहिँ सफा गर्न गाह्रो हुन्छ भनेर चाहिँ त्यो सिकाउन थाल्यौँ भने त त्यहीँ सक्यौँ त। हामी लामै भए पनि सफा गर्नु पर्यो, ह्याम्पर गर्नु भएन, उसलाई राम्रो देखाउनु पर्यो। बच्चाले डिसिप्लिन टिचर देख्दाखेरि चुप्पो लागेर निहुरेर बसेर होइन क्या, टिचरसँग त अप्रोच गर्नु पर्यो, बोल्न जानु सक्नु पर्यो। नमस्ते, तपाईँहरूले त्यसरी अभ्यास गरिरहनु भएको छ। हामी समुदायमा डियरवकमा हुने भनौँ न बच्चाहरूलाई तुलनात्मक रूपमा पछि केही पृथक देख्न सकिएला भन्ने त्यो आशा गरौँ। म अहिले यो कुरालाई रोकेँ। अब ग्याजेटलाई तपाईँहरूले कसरी रोक्ने कोसिस गरिरहनु भएको छ? किनभने तपाईँहरूको स्कुलमा पनि कतिपय बच्चाहरूलाई टिभी हेराएर खुवाउनु पर्ने अवस्था थियो भन्ने कुरो मैले सुनेको छु। ओके, टिभी हेराएर खुवाउनु पर्ने अवस्थाका बच्चा त अहिले लगभग आउँदाखेरि एकाध अपवाद बाहेक धेरै बच्चाहरू आउने भनेको टिभी हेराएर खुवाउने नै बच्चाहरू नै आउने हो है। तिनीहरू कसरी छुटाउनुहुन्छ? ओके, र प्यारेन्ट्सहरूलाई सुझाव के दिनुहुन्छ ग्याजेटबाट छुटकारा दिन? अब यस्तो हेर्नुहोस्, ग्याजेटलाई कम्प्लिटली छुटाउने होइन। यसमा हामी कस्तो छौँ भनेदेखि एकातिर आधुनिकीकरणको कुरा गरिरहेछौँ, टेक्नोलोजीको कुरा गरिरहेछौँ, टेक्नोलोजीसँग बच्चालाई चाहिँ सँगसँगै लिएर जाने कुरा गरिरहेछौँ। अर्कोतिर के गरिरहेछौँ, पुरै ग्याजेट छुटाउने कन्ट्राडिक्टरी कुरा गरिरहेका छौँ है। त्यो कम्प्लिट छुटाउने चिज होइन क्या।
बच्चालाई ग्याजेटसँग तपाईँले फेमिलियर बनाउने हो। के चाहिँ गर्नु पर्यो भने त्यसलाई म्यानेज चाहिँ गर्नु पर्यो है। हामी कोडिङ सिकाउँछौँ, ग्याजेट कम्प्लिटली छुटाउनुहोस् त किन भन्छौँ र? भन्दैनौँ। त्यो तपाईँले भने पनि मैले भने पनि अरूको कुनै विद्यालयले भने पनि अहिले छुटाउन सक्ने अवस्था छैन। तर के हो भने त्यसलाई हामीले बच्चाको लर्निङसँग जोडेर फ्रुटफुल्ली युटिलाइज गर्ने हो है। र बच्चाले ग्याजेट किन खोज्छ? तपाईँले बच्चालाई समय दिन भ्याउनु भएको छैन, त्यो भएर बच्चा ग्याजेटमा एडिक्टेड भयो होइन र? उसले विभिन्न बाटाहरू खोजिरहेको हुन्छ आफूलाई इङ्गेज गर्ने। अरू बाटाहरू खुला हुँदासम्म ऊ ग्याजेटमै गएर झुन्डिँदैन के। अहिले हामीले हेर्नुहोस् नजानिदो पाराले बच्चालाई ग्याजेटमा एडिक्ट त अभिभावकले गराइरहेछौँ, हामीले गराइरहेछौँ नि होइन र? बच्चाले खाएन, यसलाई यो हेर, बच्चाले के खाइरहेछ उसलाई याद छैन, यो हेर्न थालेपछि त्यहाँ के आउँछ त्यही तालमा कति खाने हो पनि थाहा छैन, के खाए पनि थाहा छैन, टेस्ट कस्तो छ पनि थाहा छैन हो। हामी डाइभर्ट गरिरहेछौँ। अभिभावक कुरा गर्न थाल्नुभयो, बच्चाले झ्याङझ्याङ गऱ्यो, गफ गर्न थाल्यो, सोध्छ नि त बच्चा त क्युरियस हुन्छ, यो के हो त्यो के हो, यस्तो किन भयो त्यस्तो किन भयो। अब त्यहाँ कुरा गर्न चाहिँ उसले डिस्टर्ब गर्यो भनेपछि चाहिँ हामीले बच्चाको चाहिँ क्युरियोसिटीलाई एड्रेस गर्ने भन्दा पनि ल यो लिएर जाऊ त्यहाँ बसेर चाहिँ खेल्न थाल भनिदिउँ हो। त्यहाँबाट बच्चा एडिक्टेड भयो। बिस्तारै हामीले याद गरेनौँ भने उनीहरू चाहिँ अलिकति रेस्ट्रिक्टेड साइटहरूमा जाने है। अघि नै भने त हामीले त ल्याएको त किताब ल्याएको छौँ त छैन, रिडिङ कल्चर छ त। तपाईँ बस्नुहोस् बच्चासँग, बच्चाले पढ्ने बेलामा मजाले बसेर पढ्नुहोस् त, आज के पढ्यौ मलाई कथा सुनाऊ भन्नुहोस्। अनि अभिभावक ग्याजेट लिएर बस्दिने, अनि बच्चाले ग्याजेट अभिभावकले जे गर्छ बच्चाले त त्यही इमिटेट गर्ने त हो नि। हामीले याद गरे हुँदैनौँ, तर बच्चाले अधिकांश कुराहरू अभिभावकले गर्ने कुरा नै उसले कपी गर्छ। कुनै बच्चाले कुनै अलिकति नराम्रा शब्द प्रयोग गर्छ भने उसले कहीँ न कहीँ आफ्नो समुदायमा घरमा कुनै बेलामा अभिभावकले अथवा चाहिँ आफूभन्दा ठुलाले जसलाई उसले आइडलाइज गर्छ त्यो मान्छेले बोलेको सुनेको कुरा उसले ठ्याक्क टिप्ने हो कि है। त्यो भइसकेपछि हामीले के गर्नु पर्यो, यदि बच्चालाई ग्याजेट कम चलाऊ भनेर भन्यो भने आफूले ग्याजेट कम चलाउन थाल्नु पर्यो। बच्चालाई बढीभन्दा बढी टाइम दिनु पर्यो, बच्चासँग बस्ने पढ्ने। तपाईँलाई पढ्नै आउँदैन भने किताब पल्टाएर बसिदिनुहोस् के। बच्चाले अभिभावकले किताब गरिरहेको देख्यो भने बच्चाले पनि किताब पल्टाउन थाल्छ है। त्यो हिसाबले गर्दाखेरि र अर्को कुरा ग्याजेट नराम्रो हो, ग्याजेट एक्सेसिभ युज गर्नु नराम्रो हो, ग्याजेटै युज गर्नु नराम्रो त होइन नि त हो र? उसले त त्यहाँबाट धेरै इन्फर्मेसन पाउँछ, किताबबाट नपाउने कुराहरू पनि इन्स्ट्यान्ट इन्फर्मेसन त बच्चाले पाउँछ नि त। सोर्स अफ इन्फर्मेसन हो। तपाईँले इन्फर्मेसन के दिने बच्चालाई भन्ने कुरा हो। रेस्ट्रिक्टेड साइटमा बच्चा जान्छ कि त्यो साइटमा चाहिँ त्यो ब्लक गर्नु पर्यो। तपाईँले मोनिटर गर्नु पर्यो त्यो नजानको लागि। लर्निङ त किन रोक्नुहुन्छ र? तपाईँको बच्चाले दिनमा 15 मिनट आधा घन्टा ग्याजेटबाट केही सिक्छ भने त फ्रुटफुल हो नि, राम्रोसँग सिक्छ। तपाईँ दिनमा 4 घन्टा बच्चालाई ग्याजेट दिनुहुन्छ, अब चाहिँ उसको दिमागलाई पनि ह्याम्पर गर्छ, आँखालाई पनि ह्याम्पर गर्छ, ओभरअल उसको चाहिँ थट प्रोसेसलाई त्यसले ह्याम्पर गर्दैछ, त्यसैले कन्ट्रोल गर्छ है। त्यो हुनाले ग्याजेटबाट छुटाउनु पर्दैन। कोडिङ गर्नुपर्दा ग्याजेट त चाहियो त, ल्यापटप चाहिएन र? चाहियो नि। त्यसलाई बच्चाको लर्निङसँग एसोसिएट गरेर त्यसलाई कसरी फ्रुटफुल्ली युज गर्ने भन्ने कुरा हो, ग्याजेट छुटाउनु पर्ने कुरा होइन। अब हामी अन्त्यतिर आइसकेका छौँ, हजुर। यसलाई कन्क्लुड गरौँ। यो शैक्षिक सत्रमा हजुर हामीले नयाँ केही कुरा इन्ट्रोड्युस गर्दैछौँ, के छ स्कुलको प्लान? यस्तो छ, यो शैक्षिक सत्रमा हामीले नयाँ कुरा इन्ट्रोड्युस गर्ने भन्ने कुरामा हामी एउटा क्रिक्सल नयाँ थप गरौँ भन्ने कुरामा छौँ। नत्र भनेदेखि हामीले जे कुरा लिएर आएका छौँ यो नयाँ कुरा त होइन, तर यो समुदायको लागि अलिकति नयाँ भएको छ है। र तिनै कुराहरूमा बच्चाहरू बानी परेर त्यसमा एक्सेल गर्नुपर्ने आवश्यकता अझै छँदैछ। हामीसँग भइरहेका 2 वर्षदेखि पढिरहेका बच्चाहरू बानी परिसकेका छन्, नयाँ बच्चाहरू आएर बानी पर्न बाँकी नै छ होइन। ती कुराहरूलाई अब एज द टाइम गोज हामीले नयाँ कुराहरूलाई यी कुराहरू चाहिँ चेन्ज गर्छौँ भन्दा अब एउटा नयाँ कुरा हामीले थप्न खोजेको कुरा भनेको संस्कृतलाई अझै अलिकति परिमार्जन गरेर ल्याउँदैछौँ थप है। र अर्को भनेको हामी त्यो क्युरियोसिटीको जुन मैले कुरा गरेँ, एउटा डियर वर्क क्युरियोसिटी कोर्स भनेर हामी लन्च गर्दैछौँ। त्यो चाहिँ कस्तो छ भनेदेखि त्यसमा बच्चाहरूले सोध्न सक्ने सम्भावित क्वेसनहरू के हुन्छन् त घरदेखि एज ग्रुप अनुसार विभिन्न सब्जेक्टसँग जोडेर उनीहरूलाई त क्युरियोसिटी हुन्छ, कतिले सोध्न नसक्लान्। किनभने हामीले सधैँभरि त्यो क्युरियस बच्चालाई चाहिँ चुप लाग, नबोल, धेरै ठुला मान्छे बोल्ने ठाउँमा नबोल भन्ने खालको परिपाटीले दबाइदिएका छौँ नि त
उसको जिज्ञासालाई त शान्त गरिदिएका छैनौँ। त्यही हो, लर्निङ गर्ने बाटै त्यही हो, त्यही चिजलाई नै दबाइदिएका छौँ। भनेपछि हामी एउटा क्युरियोसिटी कोर्स लिएर आउँदैछौँ। बच्चाहरूले कस्ता कस्ता कुन एज ग्रुपमा कस्ता कस्ता क्वेसनहरू चाहिँ बढी सोध्छन् त, भनेपछि ती कुराहरू चाहिँ हामी क्लासरुममा छलफल गर्छौँ। एउटा त्यो गर्दैछौँ। कोडिङकै कोर्सलाई अब एआईसँग इन्टिग्रेट गरेर अलिकति अपग्रेड गरेर लिएर आउँदैछौँ है। र गरिरहेकै कुराहरू राम्रो कल्चर डेभलपमेन्टको पाटोमा हामीले बच्चाहरूलाई झुटो बोल्नु हुँदैन है, आफ्नो काम इमान्दारीपूर्वक गर्नुपर्छ। कुनै पनि लैङ्गिक विभेद हुने शब्दहरू प्रयोग गर्नु हुँदैन। तपाईँको प्रिन्सिपललाई उसले जति सम्मान गर्छ त्यत्तिकै सम्मान एउटा सरसफाई को काम गर्ने कर्मचारीलाई अथवा एउटा चाहिँ सुरक्षाकर्मीलाई विद्यालयमा भएका उनीहरूलाई पनि त्यही लेभलमा चाहिँ सम्मान गर्नुपर्छ। भएका रुख बिरुवाको संरक्षण गर्नुपर्छ। तपाईँ अहिले डिओरवाकमा जानुभयो भनेदेखि बच्चा त्यहीँ खेलिरहेको छ, त्यहीँ मजाले फुल फुलिरहेको, त्यहीँ हराभरा देख्नुहुन्छ। त्यो किन? अहिलेसम्म विद्यालयहरूले त्यो कुरा गर्न नसकेको। बच्चाले चुँडिदिइहाल्छ नि, बच्चाले फुल मारिदिइहाल्छ नि, बच्चाले फुल जोगाउनुपर्छ भन्ने नै हामीले बच्चालाई सिकाइदिन सकेनौँ भने बाँकी ठुला कुरा गरेर त केही पनि त्यो चाहिँ तपाईँहरूले कसरी सिकाउनु? म तपाईँकोमा जाँदा अहिले किम्बु पाकिरहेछ होइन, त्यो झरेर गइरहेछ। विद्यार्थीहरूले एउटा दुइटा टिपेर खाने त छुट्टै कुरो होला, विद्यार्थीको त्यो एउटा मानवीय स्वभाव अनुसार बच्चाहरूको फुलहरू फुलिरहेछ, अहिले फुल फुल्ने सिजन छ। त्यो चाहिँ तपाईँहरूले कसरी ट्रेन्ड चाहिँ कसरी गराउनु भएको? त्यो चाहिँ एउटा यो चाहिँ अलिक जिज्ञासा लाग्यो मलाई पनि तपाईँहरूकोमा जाँदाखेरि। त्यसपछि हामी सक्यौँ। बच्चा यही हो, यही समुदायको बच्चा हो होइन। हिजो अस्तिसम्म चाहिँ यो बच्चाले चाहिँ फुल जम्मै चुँडिदिन्छ फालिदिन्छ भन्ने बच्चालाई हामीले काउन्सेलिङ, कन्स्टेन्ट काउन्सेलिङ तपाईँले काउन्सिल गरिराख्ने हो। बच्चालाई एकचोटि भनेको कुरा उसले फेरि बिर्सिन्छ है। यो चिज गर्नुपर्छ है। यो चिज चाहिँ हामीले डियरवाकमा जहिले पनि गर्ने चिज भनेको के हो भने हाम्रो बच्चाहरूको चाहिँ सर्कल टाइम भन्ने हुन्छ। त्यो सर्कल टाइममा उनीहरूको बिहेभियरल पाटोमा हामी कुरा गर्छौँ कि उनीहरूले के चिज गर्ने त, बेसिक स्किलहरू के हुनुपर्ने त। एउटा राम्रो मान्छे हुनको लागि हामी राम्रो मान्छे हुनुपर्छ भन्छौँ। राम्रो मान्छे हुनलाई गर्ने व्यवहारहरू के हुन् त, ती कुराहरूको बारेमा कहिले पनि कुरा गर्दैनौँ कि। झुटो बोल्नु हुँदैन सबैलाई थाहा छ, तर तपाईँले त्यो कुरा चाहिँ प्र्याक्टिकल्ली उसले देखाएको छ कि छैन त। कुनै दिन होमवर्क गरेन, हुन्छ कहिलेकाहीँ बच्चाले गरेन, तपाईँले उसलाई सिधै गएर गाली गर्ने भन्दा पनि कुट्ने भन्दा पनि के गर्नु पऱ्यो? किन गरेनौ त? उसले झुटो बोल्यो भने त टिचरले त पत्ता लगाइहाल्नुहुन्छ नि। म बिरामी थिएँ, यो थिएँ, त्यो थिएँ, बिरामी भयो भने हस्पिटल गयो होला, डक्टरको प्रेसक्रिप्सन होला, औषधि के खायो, तिम्रो अभिभावकलाई फोन गर्छु भने त थाहा भइहाल्छ नि। म यस्तो गर्दै थिएँ, म टेलिभिजन हेर्दै थिएँ अथवा ग्याजेट हेर्दै थिएँ, मैले बिर्सेछु। अब ऊ बल्ल सही उसमा आउँछ। अब तपाईँ त्यहाँ बेसमारी गाली गर्ने, तर्साउने गर्न थाल्नुभयो भने उसलाई के हुन्छ? तपाईँले गाली गरिदिनु भयो, सक्यो के पनिसमेन्ट पायो, त्यसपछि के त सुधार खोइ त आउँदैन। हामीले के गर्छौँ? उसलाई तिमीले यो गलत गर्यौ, यसको कन्सिक्वेन्सेस यस्तो यस्तो हुन्छ, अब उपरान्त यो नगर्नु, अब उपरान्त चाहिँ तिमीले गरेर आउनु है भनिसकेपछि उसले टाइम पायो नि त आफूलाई करेक्सन गर्न, अर्कोचोटि करेक्सन गरेर आउँछ। हामी यी सबै कुरा इसेन्सियल स्किलहरू भन्छौँ हामी। इसेन्सियल स्किल डियरवाकको साना 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 कुराहरू, त्यसमा टेबल म्यानरदेखि खाना खाइसकेपछि टेबल पुछिरहेको पनि देख्नुभयो होला सानो बच्चाले है। फुल बच्चाले अहिले के गर्छ? बच्चाले फुल चुड्ने होइन कि, कहिलेकाहीँ गमला ढल्न सक्छ। बच्चा हिँड्दै गर्दाखेरि, खेल्दै गर्दाखेरि, कुद्दै गर्दाखेरि ऊ के गर्छ? पहिला गमला उठाउँछ अनि टिचरको ठाउँमा पुग्छ। सर म्याम मैले यसरी गर्दाखेरि चाहिँ यो ढल्यो, यहाँ फुट्यो, द्याट वाज नट माई इन्टेन्सन, आम सरी फर द्याट, म चाहिँ अबदेखि यसमा ध्यान दिन्छु, तर यो फुट्यो भनेर गएर टिचरलाई गएर रिपोर्ट गर्छ। तपाईँले त्यहाँ गाली गरिदिन थाल्नुभयो भनेदेखि चाहिँ के हुन्छ? फेरि बच्चा अर्कोचोटि तपाईँसँग आएर चाहिँ मिस्टेक कमिटै गर्दैन नि त होइन। तपाईँले उसलाई ल ठिक छ योचोटि यस्तो भएछ, अब सुधार गरेर आऊ है भन्नुभयो भने। रुख बिरुवा हामीले जोगाउनै पर्छ, बाँच्ने चुड्ने गर्नु हुँदैन भने तपाईँ कन्सटेन्ट भनिराख्नु भयो भने गर्दैन क्या। उसलाई पनि त राम्रो चाहिएको छ नि त होइन र। अहिले तपाईँ त्यहाँ स्कुलमा जाँदाखेरि मजाले हराभरा छ, फुल फुलिरहेको छ, सानो बच्चा नर्सरीको बच्चा पनि पिजीको बच्चा पनि त्यहीँ सँगसँगै हिँडिरहेको छ, तर त्यो चिजलाई उसले हार्म गर्दैन। त्यो चाहिँ करियर मात्रै होइन, बच्चाहरूलाई पछि करियरमा जाँदाखेरि काम लाग्ने कल्चर डेभलपमेन्टको पार्ट हो। त्यो विद्यालयले इनिसिएटिभ लिनुपर्छ र त्यो चाहिँ रेगुलर काउन्सेलिङबाट आउने चिज हो है। यी कुराहरू चाहिँ अब डियरवाकले समग्रमा, मैले तपाईँलाई भन्दा डियरवाकलाई समराइज गर्दाखेरि तपाईँले अन्तिममा भनिसक्नु भएको छ। त्यो हुनाले डियरवाकलाई समग्रमा के हो त? डियरवाक यत्रो लामो कुरा गऱ्यौँ, सबैलाई के हो के भन्यो भन्ने लाग्यो होला होइन। डियरवाकको एकदमै सिम्पल छ फिलोसफी, धेरै ठुलो कुरा केही पनि छैन। हामीले एउटा राम्रो नागरिक निर्माण गर्ने हो। हामीले दिएको शिक्षाको जगमा टेकेर उसले भोलि गरी खान सक्ने स्किल लिएर जानुपर्छ। त्यसका लागि आवश्यक कुराहरू बच्चालाई पढ्ने
पढ्न र लेख्न बानी बसाल्ने कुरादेखि लिएर अब लामो कुराकानी भयो, मैले लेख्ने पाटो तपाईँले मलाई बिचमा गर्दै गर्दाखेरि त्यो जुन मैले रिडिङ बुकको कुरा गरेँ त्यसैलाई चाहिँ कनेक्ट गरेर हामीले बुक रिभ्यूहरू लेख्न लगाउँछौँ, फ्री राइटिङहरू लेख्न लगाउँछौँ। भोलि उसले चाहिँ डकुमेन्टेसनको पाटोमा पनि आफूलाई एक्सप्रेस गर्ने फरक फरक तरिकाले एउटा राइटर बन्न सक्ने स्किल चाहिँ लिएर जाओस् भन्ने हिसाबले त्यो रिडिङ, राइटिङ, कोडिङ, त्यसपछि हामी बच्चाहरूलाई चाहिँ बोल्ने स्किल पनि दिनुपर्छ। तपाईँ म अहिले यसरी कुरा गरिरहेछौँ, बच्चाहरूलाई के हुन्छ भने 10 जनाको मासमा गएर कुरा गर्नु पर्यो भने बोल्न सक्दैन बच्चा है, उसलाई चाहिँ थरथर काम छुट्ने, ओठतालु सुक्ने खालका समस्याहरू हुन्छन्। किनभने कहिले पनि उसले एक्सपोजरै पाएन। त्यो चिजमा हामी के गर्छौँ, बच्चाहरूलाई डिडिएस टक भन्छौँ, टक सेसन नै हुन्छ। हप्तै पछि उनीहरूको चाहिँ बोल्नुपर्ने पालो आउँछ। एउटा ग्रुपमा 24 जना बच्चा हुन्छन्, हाम्रो 24 जनाभन्दा बढी बच्चा हामी राख्दैनौँ है। 6 जनाको ग्रुप हुन्छ, एक हप्ता 6 जनाले बोल्छ, अर्को हप्ता 6 जनाले बोल्छ, त्यसरी उनीहरूको बोल्ने सेसन पनि हुन्छ है। यसरी भोलि वर्किङ फिल्डमा जाँदाखेरि के चाहियो त, उसको भाषामा दक्षता चाहियो, त्यो हामी अहिलेदेखि बिल्डअप गराइरहेछौँ। उसलाई भोलि के चाहियो, कोडिङ, एआईको नलेज चाहियो, त्यो हामी अहिलेदेखि बच्चालाई दिइरहेका छौँ हो। त्यसपछि भोलि उसले बोल्नुपर्छ समुदायमा गएर, त्यो बोल्ने प्र्याक्टिस अहिलेदेखि रेगुलर पार्ट अफ क्लास भइरहेको छ। लेख्न सक्ने हुनु पर्यो, लेख्ने परीक्षामा आन्सर लेख्ने मात्रै होइन, त्योभन्दा बाहेकका थुप्रै प्लेटफर्महरू बच्चाहरूसँग छन् है। एउटा राम्रो मान्छे बन्नु पर्यो, के छ कल्चर डेभलपमेन्टको पाटो अहिलेदेखि नै हामीले त्यसलाई प्रमोट गरिरहेका छौँ। सानो बच्चादेखि ठुलो हुँदासम्म उसलाई यो राम्रो, यो नराम्रो, यो कारणले यो गर्नुहुन्छ, यो कारणले यो गर्नु हुँदैन भन्ने उसले जानिसकेपछि समस्या हुँदैन। तपाईँको डरले गर्दाखेरि रोक्यो, लर्निङ चाहिँ स्टप भइसक्यो। हामी अहिले डर, त्रासले रोक्छौँ, तर उसलाई रियलाइज गराएर गरिसकेपछि भोलि एउटा राम्रो ह्युमन बिइङ त्यहाँबाट निस्किन्छ नै। र बच्चासँग भएको क्षमता उसको स्पोर्ट्समा अथवा अरू पर्फर्मिङ आर्ट्समा ऊ केमा राम्रो छ त्यो चिजलाई पहिचान गरेर उसलाई मोटिभेट गरेर अगाडि उसलाई साइन गराउँदै जाँदाखेरि चाहिँ उसले भोलि म यो सेक्टरमा चाहिँ गएर गरिखान सक्ने चाहिँ बन्छु भनेर गयो भने विद्यालयले परिकल्पना गरेको, विद्यालय शिक्षाले गर्न खोजेको होलिस्टिक डेभलपमेन्टको पाटो चाहिँ त्यो पूर्ण रूपमा आउन सक्छ। त्यो हिसाबले हामीले फेरि यहाँ के अर्थ नलागोस् भने डियरवर्कले इसिए सिकाउँदो रहेछ, धेरै कुरा गराउँदो रहेछ, पढाउने कुरा चाहिँ गराउँदो रहेनछ धेरै। पढ्ने कुरा हेर्नुहोस्, विद्यार्थीको बेसिक कुरा हो, उसको धर्म हो। तपाईँको कार्यक्रम सञ्चालन गर्नु तपाईँको धर्म हो एज एन आरजे होइन। भनेपछि मेरो शिक्षकको हिसाबले पढाउनु धर्म हो, विद्यार्थीको पढ्नु धर्म हो, राम्रो मार्क्स ल्याउनु उसको कामै हो क्या, बेसिक काम हो। भनेपछि त्यो चिजबाट उसले स्किप गर्न पाउने कुरै छैन। मसँग एकदम क्वालिफाइड रिसोर्स छ, क्वालिफाइड टिचरहरू हुनुहुन्छ, उहाँहरूले मेरो स्कुलमा बच्चा म स्कुल जान्न भनेर रुँदैन, रमाइलो कुरा। भर्खरै स्कुल सुरु गरेको बच्चा पनि रमाई स्कुल जान्छ। किन? हामी बिहान लगेर एउटै क्लासमा हालिसकेपछि फेरि बेलुका त्यही क्लासबाट निकाल्ने गर्दैनौँ। अहिले बच्चाले म्याथमेटिक्स क्लासरुममा बसेर सिकिरहेछ भने एकछिनपछि ऊ डान्स क्लासको लागि डान्स रुममा पुगिरहेको हुन्छ, एकछिनपछि साइन्स पढ्नको लागि ऊ साइन्स ल्याबमा पुगिरहेको हुन्छ। अब कम्प्युटरको पालो आयो कोडिङ गर्नलाई, ऊ एकछिनपछि कोडिङ क्लासमा पुगिरहेको हुन्छ। भनेपछि दिनभरि के हुन्छ, बच्चा फरक फरक क्लासमा गएर फरक फरक तरिकाले फरक फरक विषय सिकिरहेको हुन्छ। त्यो हुनाले उसलाई चाहिँ के हुन्छ, त्यो बोरिङ हुँदैन। तपाईँको चाहिँ क्वेसनको आन्सरै रट्टा मारेरै लेख्नुपर्ने अवस्थामा हुँदैन। ऊ मजाले बुझेर त्यसलाई रियलाइज गरेर एक्सप्रेस गर्न सक्ने अवस्थामा पुग्छ। त्यो हिसाबले गर्दाखेरि डियरवर्कले मात्रै होइन, सबै विद्यालयहरूले यो खालका कुराहरू चाहिँ प्र्याक्टिस गर्न सक्यौँ भने यो सोसाइटीमा परिवर्तन आउन सक्छ र यो सोसाइटीका बच्चाको भोलि लिभिङ स्ट्यान्डर्ड पनि उनीहरूले एउटा लेभलमा मेन्टेन गर्न सक्छन्। विद्यालय शिक्षाले गरी खान सक्ने स्किल चाहिँ दिएर विद्यार्थीहरूलाई पठाइदिनुपर्छ। डियरवर्कले गरिरहेको त्यही चिज नै हो। एकदमै अब छोटकरीमा एकदमै छोटो सन्देश चाहिँ अभिभावकहरूले तपाईँले के भन्न चाहनुहुन्छ? एकदमै छोटोमा, बढीमा 1 मिनट समय लिएर मैले समय निर्धारण गरेँ, के सन्देश दिनु चाहनुहुन्छ? तपाईँहरू बजारमा सुनेका कुरालाई मात्रै विश्वास नगर्नुहोस्। पहिलो कुरा, बजारमा डियरवर्क धेरै महँगो छ अरे, डियरवर्क धेरै नै राम्रो छ अरे, त्यो पनि विश्वास नगर्नुहोस्। आउनुहोस्, पहिला हेर्नुहोस्। तपाईँ विद्यालयमा आउनुहोस्। धेरै अभिभावकहरूलाई विद्यालयमा आउनै सङ्कोच लागेको जस्तो लाग्छ मलाई। त्यो बाहिर के सुन्नुहुन्छ, त्यो गरिसकेपछि तपाईँहरू यो समुदायको विद्यालय हो, तपाईँहरूको समुदायमा छ, तपाईँहरूको सम्पत्ति हो, तपाईँ आउन सक्नुहुन्छ। त्यही हो, टाइम लिएर आउने कुरा एउटा पाटो भयो। तपाईँ आउनुहोस्। हामी त्यहाँ त बिहानदेखि बेलुकासम्मै हुन्छौँ। 9 to 6 टिचरहरू हुनुहुन्छ। हामी रेसिडेन्ट टिचरहरू त्यहाँ 15 जना छौँ। 15 जना टिचरहरू रेसिडेन्ट नै छौँ भने बिहान तपाईँ 6 बजे आउनु भए पनि हामी त्यहाँ छौँ, बेलुका राति 8 बजे आउनु भए पनि हामी त्यहाँ छौँ। प्लिज
कम टु द स्कुल। तपाईँलाई केही कुरा बुझ्न मन छ, आउनुहोस्, बुझ्नुहोस्। तपाईँ आउने बित्तिकै कतिपयलाई के हुन्छ भने म त्यहाँ गएँ भने भर्ना गरिहाल्नुपर्छ। अब भर्नाको सिजन चलिरहेको छ, त्यो परिप्रेक्ष्यमा तपाईँ मलाई क्वेसन सोध्दै हुनुहुन्छ म डेरबाग गएँ भने च्यापो समातेर भर्ना गर्न लाग्छु कि पर्दैन। हामी त के भन्छौँ, तपाईँले 10वटा स्कुल बुझ्नुहोस् पहिला, अनि तपाईँले खोज्नु भएको के हो, तपाईँको बच्चालाई चाहिएको के हो, तपाईँले बच्चालाई कस्तो बनाउन खोज्नु भएको त्यो हेरेर अनि बल्ल डिसाइड गर्नुहोस्। हामी कहाँ बुझ्न आउनुहुने अभिभावकलाई पनि हामी यहाँ बुझ्नुभयो, यहाँ बुझिसकेपछि अब 10वटा स्कुल बुझ्नुहोस् है भनेर पठाउँछौँ। बच्चाको विद्यालय छनौट गर्ने भन्ने कुरा त्यति सजिलो हामीले सोचे जस्तो कुरा होइन, उसको चाहिँ फ्युचर सेप गर्ने कुरा हो। त्यो हिसाबले गर्दाखेरि तपाईँको समुदायको स्कुल हो, तपाईँ आउनुहोस्, विद्यालय कस्तो रहेछ के रहेछ हेर्नुहोस्, आफैले अनुभव गर्नुहोस्, डुल्नुहोस्, बुझ्नुहोस् फिलोसफी के रहेछ, के गर्न खोजेको, एन्ड देन यु क्यान डिसाइड वेदर टु जोइन अर नट है। तपाईँहरू विद्यालय तपाईँको सम्पत्ति हो, आउनुहोस्, जुनसुकै बेलामा पनि विद्यालयमा तपाईँलाई स्वागत छ। तपाईँको बच्चा छैनन् पढ्ने भने पनि तपाईँ आउन सक्नुहुन्छ। विद्यालयले के गरिरहेको छ, कस्तो गरिरहेको छ, त्यो चिज चाहिँ जानकारी लिने र निगरानी गर्ने काम तपाईँहरूले गर्न मजाले पाउनुहुन्छ। तपाईँको बच्चा पढेर गइसक्यो, अब पढ्ने छैन भने पनि तपाईँ स्कुल आउन सक्नुहुन्छ। बच्चा भर्ना गर्न मात्रै आउने होइन। हामी समुदायसँग सकेसम्म सहकार्य गरेर अगाडि बढिरहेका छौँ। हामीले पोहोर साल पनि एउटा ड्रामा देखाएर सामुदायिक विद्यालयलाई एउटा स्मार्ट टिभी सहयोग गऱ्यौँ। यसपाला हामी अहिले समुदायमै पुगिरहेका छौँ। जुन तपाईँले सुरुमै कुरा गर्नुभयो ड्रामाको, हामीले त्यो ड्रामाको सेकेन्ड सेसन फेरि गर्दैछौँ। हामी यही चैतको 26 र 27 गते लागु पदार्थ दुर्व्यसनको विरुद्धमा मञ्चन गरिएको नाटक फेरि पनि मञ्चन गर्दैछौँ है। त्यसमा पनि तपाईँहरू सहभागी हुनुहोस्, विद्यालयले गरेका कुराहरूलाई निगरानीमा राख्नुहोस्। हामी समुदायसँग सहकार्य गर्नका लागि आएका हौँ। हामी समुदायको साथ सहयोगको अपेक्षा राख्छौँ। प्लिज भिजिट द स्कुल। हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद। हामी यो सिरिजमै पछि फेरि कुराकानी गर्छौँ। यो साना विषयहरू पनि हाम्रो समुदायको लागि जसरी तपाईँहरूले काम गरिरहनु भएको छ त्यो चाहिँ समुदायले बुझ्नुपर्ने कुराहरूको बारेमा पनि हामी छलफल गर्छौँ। यो सँगसँगै आजको यो समयबाट हामीलाई बिदा दिनुहोस्। नमस्कार।